है त। आजको यो आइक्यूको क्लासमा चाहिँ हामी के पढ्न गइरहेका छौँ त भन्दा डाटा चेकिङ, इन्टरप्रिटेसन एन्ड भेरिफिकेसन भन्ने एउटा विषय छ हामीसँग है। अब यसो हेर्दाखेरि सरल विषय पनि छ, धेरै गाह्रो पनि छैन होइन। तथ्याङ्क परीक्षण भनेर छ। डाटा भनेपछि के भयो त, सिम्पली हेरौँ है त, डाटा भनेको के भयो त यहाँनिर तथ्याङ्क हुने भयो है। अब यसो हेर्दाखेरि यो अरूको सिलेबससँग मिले जस्तो पनि देख्न सकिन्छ, अथवा कसैलाई लाग्ला होइन सरले फेरि अरूको सिलेबस मिलाएर किन पढाए जस्तो लाग्न सक्छ। तर यति कुरा याद गर्नुहोस् कि यो म्याथमेटिक्स हो। म्याथमेटिक्सको कुराहरूमा हामीले कहिले पनि आनाकानी गर्नु हुँदैन। म्याथमेटिकल एबिलिटी भनेको तपाईँलाई कुनै पनि ठाउँमा काम दिन्छ भन्ने कुरा हो। त्यसरी पनि बुझेर तपाईँले अगाडि बढ्नुहोस्। डेटा भनेपछि तथ्याङ्क। अर्को कुरा आयो चेकिङ। चेकिङ भनेपछि कस्तो कुरा आयो त, परीक्षण है। चेकिङ भनेपछि कस्तो कुरा आयो यहाँनिर, परीक्षणको कुरा आउन गयो। अब त्यसपछि अर्को के छ, इन्टरप्रिटेसन। हेर्नुहोस् है, इन्टरप्रिटेसन। इन्टरप्रिटेसन भनेपछि के भयो त, विश्लेषण हुने भयो। ठिक छ। अन्तिममा आयो भेरिफिकेसन। भेरिफिकेसन भनेपछि के हुने भयो त, प्रमाणीकरण हुने भयो। प्रमाणीकरण हुने भयो। ठिक छ। भेरिफिकेसन भनेको के भयो त, प्रमाणीकरण हुने भयो। अब यो चारवटा हामीले शब्दहरूलाई सायद कसैलाई पनि अप्ठ्यारो हुँदैन होला बुझ्नको लागि है। शब्द यही नै हुन्, केही पनि गाह्रो छैन। अब यसलाई नै हामी थोरै बुझ्दै बुझ्दै यस सम्बन्धी प्रश्नहरू गर्दै गर्दै जान्छौँ है त। सुरुमा अब अत्यन्तै सरल डाटा चेकिङको प्रश्नहरू आउँछ। हेर्नुहोस् है त, यहाँनिर तपाईँलाई नोट्सहरू दिनको लागि सायद मैले लाइनवाला गरेर अलिक सजिलो हुन्छ। ल ओके, ल यहाँनिर सुरुमा हामी डाटा चेकिङको प्रश्नहरू गर्छौँ। 3-4वटा, धेरै गर्नु पनि पर्दैन है। डाटा चेकिङको 3-4वटा प्रश्न गऱ्यौँ भने सायद तपाईँहरूलाई अत्यन्तै बुझ्न केही पनि अप्ठ्यारो छैन। अब यो डाटा चेकिङहरूको काम के हो भन्दाखेरि एक तरिकाले बुझ्दाखेरि म्याथमेटिकल एबिलिटी जाँचेको भन्दा पनि तपाईँहरूले कतिको सिरियसली चाहिँ पढिराख्नु भएको छ त प्रश्नहरू। हेर्नुहोस् है, यो डाटा चेकिङ कसैलाई लाग्ला यो त मेरो सिलेबसमा छैन, मैले किन पढ्ने होइन, म सिलेबसमा बिनाको कुरा किन पढ्छु, पहिले पनि स्कुलमा अथवा कलेजमा जुन कुरा मलाई इच्छा लागेको थियो त्यो पढ्न पाइएन भन्ने हुनसक्छ। तर यति कुरा बुझ्नुहोस् कि यो डाटा चेकिङ र भेरिफिकेसनको कुरा जब आउँछ है। अब डाटा चेकिङ भनेको तपाईँलाई यसले के गराउँछ त भन्दाखेरि प्रश्न पढ्न सिकाउँछ। राम्रो तरिकाले प्रश्न कसरी पढ्ने त, ठिक छ, राम्रो तरिकाले तपाईँले प्रश्न कसरी पढ्न सक्नुहुन्छ हो त्यो कुराहरू चाहिँ यसले सिकाउँछ। बास यो हो मेन कुरा। त्यही भएर सबैजनाले एकदम ध्यान दिएर यसलाई बुझ्ने प्रयास गर्नु होला है। एकदम ध्यान दिनुहोस्, ध्यान दिएर बुझ्ने प्रयास गर्नुहोस्। सुरुमा के छ भने हेर्दाखेरि सरल, एकदमै सरल छ। जस्तै दुईवटा उस्तै विशेषता भएकालाई छान्नुहोस्। दुईवटा उस्तै विशेषता, दुईवटा उस्तै विशेषता भएकोलाई के गर्नुहोस् त, छान्नुहोस् भनेको छ है। दुईवटा उस्तै विशेषता भएकोलाई छान्नुहोस्। ल ल अब यहाँनिर हेरौँ। जस्तै पहिलो प्रश्नतिर हामी जाउँ। पहिलो प्रश्नमा हामीले के लेखेको छ यहाँनिर, पहिलो प्रश्नमा हामीले के लेखेको छ, यहाँ ए छ, बी छ, सी छ, डी छ अनि ई छ हो, अप्सनहरू छ। अब यहाँनिर के दिएको छ भन्दाखेरि ओ, अर्कोले लेखिदिन्छ है तपाईँहरूलाई, यो एज अ नोटको हिसाबमा पनि राम्रो हुन्छ। ओजिटी 7G। अब यहाँनिर के लेखेको छ, यस्तो दिएको हुनसक्छ, जिटी 7-6 भनेर हुनसक्छ यहाँनिर होइन। त्यसै गरी यहाँनिर के हुनसक्छ, क्युजिटी 7G भनेर हुनसक्छ। त्यसै गरी यहाँनिर क्युजिवाई 7G भनेर हुनसक्छ होइन। अब अर्को यहाँनिर कुनै एउटा अप्सन हुनसक्छ क्युजिवाई 7 अनि यहाँनिर के हुनसक्छ, जी हुनसक्छ। यसरी दिएको हुनसक्छ।
अब दुईवटा उस्तै विशेषता भएको छान्नुहोस् भनिरहेको छ यसले होइन। अब हामी कुन छान्छौँ होला त यहाँनिर दुईवटा उस्तै विशेषता भएको भन्दैन। दुईवटा उस्तै विशेषता भन्दाखेरि हामी कुन छान्छौँ होला भन्नुहोस् त। डी र ई, डी र ई भन्नुभएको छ। ओके, एकजनाले डी र ई भन्नुभयो। ओके, भन्दै जानुस् भन्दै जानुस्। एबी सायद। एबी, हजुर एकजनाले एबी भन्नुभयो। ओके ल, अब यो कुरा हामीले यहाँनिर बुझ्न जरुरी छ। यहाँनिर के भइरहेको छ त हेर्नुहोस् त, एकदम सरल तरिकाले काम भइरहेछ। ल म ए र बी सुरुमा डी र ईलाई सोध्छु है। बबिता ढकालजी एकचोटि माइक अन गरिदिनुहोस् त। हजुर सर। तपाईँले यो किन डी र ई अप्सनलाई चाहिँ राइट मान्नुभयो? त्यहाँ मैले चाहिँ क्युजी वाइ 7G दुईटैमा चाहिँ सेम छ, एउटामा चाहिँ क्यापिटल जी छ, एउटामा चाहिँ हजुर हजुर हजुर, ठिक छ, धन्यवाद। अब अर्को म सोध्छु है त तपाईँलाई नै, तपाईँले यो दुईटा अप्सन किन छान्नु भएन? ओ जिटी ओ छ नि त त्यहाँ, हजुर, अनि यसमा चाहिँ क्युजिटी छ त्यसैले। ओ ठिक छ, भेरी गुड। भनेपछि हामीले के गर्नु पर्दो रहेछ यहाँनिर? यहाँनिर यो अक्षर बुझिरहेको छैन तपाईँहरूलाई? अक्षर बुझिएन? अक्षरै बुझ्या छैन। अक्षरै बुझिया छैन? ओके, त्यति क्लियरली देखिया छैन। ए क्लियरली देखिएन, यो कसरी यस्तो भयो त? तपाईँहरूलाई अनि यदि क्लियरली देखिएको छैन भने तपाईँले थोरै आफ्नो स्क्रिनलाई टिल्ट गर्नु होला है, अथवा स्क्रिन देखेको छ, मात्र त्यो ह्यान्डराइटिङ चाहिँ त्यो कर्सिभ भएको भएर कि जी चाहिँ बुझ्नु भएन होला नि। ह्यान्डराइटिङ चाहिँ बुझ्या ए छैन। ह्यान्डराइटिङ भन्नुभयो, त्यही त म चाहिँ यदि तपाईँहरूलाई स्क्रिन राम्ररी देखिया छैन भने स्क्रिन जुम गर्न पनि सकिन्छ भनिरहेको थिएँ। ओके ल, ह्यान्डराइटिङ कर्सिभ भयो, ल केही छैन, म अर्कोचोटिदेखि लेखिदिन्छु है। अब यहाँनिर उस्तै विशेषता भनेको छ, सबैभन्दा अब ठुलो होइन, कुनै पनि मिल्दैन सायद भनेर। ल अभिषेक कुमार गुप्ता चाहिँ किन मिल्दैन? अब यस्तो प्रश्न सोधेको तपाईँले कसरी उत्तर लेख्नुहुन्थ्यो होला? तपाईँले यो प्रश्न सोध्यो अरे तपाईँले उत्तर कसरी लेख्नुहुन्थ्यो होला? तपाईँले त सबैभन्दा मिल्ने अप्सन छान्नु पर्यो। सबैभन्दा नजिकै कुन छ त त्यसलाई लिनुपर्छ कि पर्दैन? दुईवटा उस्तै विशेषता भएको भनेपछि सबैभन्दा नजिकै कुन छ त त्यसलाई लिनु पर्यो हो। भनेपछि सबैभन्दा नजिक त यो दुईटा छ कि छैन? हो, भनेपछि पहिलो अप्सनमै हामीले थोरै फेल खाएको अवस्था आयो। दोस्रो क्वेसनमा जाउँ। ए बी सी डी ई नै छ, ठिक छ, एबिसिडी ई नै छ। अब यहाँनिर के दिएको छ? यहाँनिर दिएको छ बी, त्यसपछि दिएको छ 8, त्यसपछि बी दिएको छ 9 दिएको छ, 8 दिएको छ, B8 B9 8। त्यसपछि यहाँनिर दिएको छ बीबी B8 9 भनेर दिएको छ। त्यसपछि दिएको छ B8 B8 9 दिएको छ। त्यसपछि दिएको छ बीबी B9 8 दिएको छ। त्यसपछि B8 B8 9 दिएको छ। अब तपाईँले कुन दुईटा अप्सन चुज गर्नुहुन्छ होला? कुन दुईटा अप्सन चुज गर्नुहुन्छ होला? सी र ई। सी र ई चुज गर्नुहुन्छ। किन सी र ई चुज गर्नुहुन्छ? सर सेम सीमा फिचर्स छ बी दुईटैमा अगाडि त्यसैले। क्यापिटल छ अनि ईमा नि बी क्यापिटल छ अनि 8 8 भइहाल्यो अनि बी स्मल भयो अनि 8 9 एउटै छ। ओके, सी र ई दुईटै सेम छ त्यही भएर। ए सी र ई सेम छ। हामीले बी र ऊ पनि चुज गर्न सक्थ्यौँ। बी र डी पनि लगभग त्यहाँनिर भएको भ्यालुहरू त एउटै छ कि छैन? छ, बट त्यो चाहिँ एकदमै क्लोज छ नि त, त्यसैले माथिकोमा चाहिँ त्यो थिएन, त्यसैले हामीले क्लोज छान्नु पर्ने थियो। तर तलकोमा त सेम नै छ, सेम फिचर्स नै छ। अब हामीले त दुईटा उस्तै विशेषता भनेको छ नि त, अब फिचर्स त एउटै निकाल्नु पर्ने क्लोजलाई, त्यसैले। ओ भेरी गुड। अब यहाँबाट मैले एउटा पोइन्ट के भन्न खोजेको हो भने तपाईँहरूलाई, जस्तै अब मसँग एउटा बिरालो छ, एउटा कुकुर छ, दुईटा कुकुर छ भने उस्तै विशेषता भएको छान्नु पर्यो भने तपाईँहरूले कुन छान्नुहुन्छ? कुकुर कुकुर छान्नुहुन्छ नि हो।
हो। त्यसै गरी अब मैले भने मसँग 3वटा कुकुर छ, 2टा जर्मन शेफर्ड छ, एउटा चाहिँ डच हाउन्ड भन्ने छ भने तपाईहरुले त जर्मन शेफर्ड चुज गर्नुहुन्छ नि हैन? हो। के हुनु पर्यो त सबैभन्दा नजिकको विशेषता हामीले के गर्नुपर्ने हुन्छ त्यहाँनेरि खोज्नु पर्ने हुन्छ। सबैभन्दा नजिकै कुन सम्बन्ध स्थापित गरेको छ, कसले स्थापित गरेको छ, त्यसलाई खोज्ने प्रयास हाम्रो हो। अब कसैले यसो झ्याट्टै हेर्दाखेरि तपाईँ हतारमा हुनुहुन्छ, हतारमा हेर्दाखेरि BBB 89 उता BBB 98 हो, त्यसरी हेर्दा झुक्किन सक्छ क्या। यो प्रश्न चाहिँ कस्तो हो भन्दा सबैभन्दा सजिलो प्रश्न तर हतारमा बिग्रिने प्रश्न। ठिक छ, हतारमा बिग्रिने प्रश्न। BND पनि सेम छ, तर हेर्नुहोस् त हाम्रो कुन चाहिँ अप्सन सबैभन्दा मिठो अप्सन छ भन्दा C र E को अप्सन सबैभन्दा मिठो छ। किनभने C र E को अप्सन भनेको चाहिँ कस्तो भयो भन्दा अघि मैले भने नि जर्मन शेफर्ड र डच हाउन्डको जस्तो के C र E चाहिँ जर्मन शेफर्डै भयो के। हो त्यसरी कुरा बुझ्नुभयो मधुजी मैले भन्न खोजेको? C र E सबैभन्दा नजिकै छ, सेम छन् है। ल ठिक छ, अगाडि बढ्दै जाउँ हेर्दै जाउँ के हुन्छ। एक दुईवटा प्रश्न गरौँ ताकि हामीले बुझ्न अत्यन्तै सरल होस् है, बुझ्न अत्यन्तै सरल होस्। कसैले के समस्या भयो भने सोध्दै जानु होला है त। ल एक दुईवटा अरू प्रश्नहरुतर्फ पनि ध्यान दिउँ। A B C D E यसरी नै सोध्छ ABCD। जो साथीहरुलाई सजिलो लागेको हुन सक्छ उहाँहरुलाई पनि यो गाह्रो हुन सक्छ है प्रश्नहरु। हामीले एकदम ध्यान पुर्याएर एकदम सजगताका साथ यो प्रश्नलाई हामीले हल गर्नुपर्ने हुन्छ। नभए नपत्याउने खोलाले के गर्छ त भगाउँछ है। अर्को प्रश्न छ B6 R पर्सेन्टेज अनि 2 छ। B6 R/2 छ। B6 पर्सेन्टेज अनि 2 छ। B6 R/I अनि 2 छ। B6 R/2 छ। अब यहाँनिर कुन चुज गर्नु पर्यो? यसमा त कसैलाई दुई मत छैन होला। B and E. B and E। ल यसरी सरल प्रश्नहरु पनि सोधिन्छ कहिलेकाहीँ, झुक्केर हो फेरि जहिले सरल प्रश्न सोध्छ भन्ने छैन है। ल अर्कोतिर जाउँ। अर्कोतिर हामीले के दिएको छ यहाँनेरि 2VUUW, त्यसै गरी 2VWW, त्यसै गरी यहाँनेरि दिएको छ VWW2V भनेर दिएको छ। ठीक छ, त्यसै गरी यहाँनेरि के दिएको छ 2WVW भनेर दिएको छ। त्यसै गरी यहाँनेरि अरु के दिएको छ 2WUVW। ल अब यसको सही उत्तर के हुन्छ होला? यसो हेरौँ। B and D भन्नु भएको छ र भेरी गुड। अब यहाँनेरि हामीले के गर्यौं त? अब हामी एक स्टेप माथि गएर हेर्न थाल्यौं। किन एक स्टेप माथि गएर हेर्न थाल्यौं भन्दाखेरि कुनै पनि अप्सनको सर र मिलेको अप्सन छैन। तपाईले यहाँबाट अब हेर्नुस् है, प्रश्न हल गरेपछि तपाईहरुले के थाहा पाइराख्नु भएको छ भने सबैभन्दा सुरुमा क्रमानुसार मिलेको कुनै दुईटा, अब यसलाई मैले एज वर्डै भने है अहिलेको लागि, शब्द नै भने है, शब्दकै रूपमा मानौँ यसलाई। दुईटा शब्द उस्तै तरिकाले मिलेको छ कि छैन हैन? दुईटै स्याउ स्याउ आँप आँप त्यस्तो केही छ कि छैन त? त्यस्तो टाइपमा त्यस्तो खोज्नु पर्यो फर्स्ट एन्ड फरमोस्ट। दोस्रो स्टेपमा हामीले के गर्छौं त? त्यो भएन भने उस्तै प्रकारको त्यहाँनेरि अक्षरहरू मिलेर बनेको कुनै बनावट छ भने त्यसपछि हामी त्यो लेभलमा गएर खोज्छौं। सुरुमा सेम टु सेम मिल्ने छ कि छैन त्यो खोज्छौं। त्यसपछि अलिकति डिफरेन्ट वाला हामी खोज्दै जान्छौं है त। त्यस्तो गाह्रो पनि आउँदैन प्रश्न, टेन्सन नलिनु। यो पाँचौं प्रश्न हेरौँ। पाँचौं प्रश्नमा हामीलाई के दिएको छ? यहाँनेरि हाम्रो पाँचवटै छ, A B C D र E छ र यहाँनेरि हाम्रो के छ 5S 5IS J भनेर छ। त्यसपछि 5S 5HI J भनेर छ।
त्यसपछि 5s5 यहाँनिर हामीले के राख्न सकिन्छ 5s5 यहाँनिर अब मैले राख्दै आई अब कुन राखौँ IGJ भनेर राखेँ अलिकति कर्सिभ नलेख्नु है कर्सिभ ल IGJ भनेर राखिदिए ठिक छ त्यसपछि मैले राखेँ 5s5 HJI भनेर राखेँ HJI ठिक छ अनि HJI ओके यसरी राखेँ त्यसपछि 5s5 अनि यहाँ मैले राखेँ IJH भनेर राखेँ भने कुन हुन्छ होला त यहाँनिर यसो हेर्नुहोस् त यो अलिकति मैले अहिले भर्खरै बनाएको क्वेसन हो है त ल हेर्नु त कस्तो हुन्छ अब अन्तिममा यो मैले पनि डिस्कसन गर्नुपर्ने हुन्छ तपाईसँग यहाँ 5 र यस बिच कन्फ्युजन नहुनु होला 5 यस नै हो यो सबै 5s5 हो है 5s5 हो है मेरो अलिकति यस र 5 उस्तै देखिन सक्छ A र D भन्नु भएको छ A र D भन्नु भएको छ ओके A र D किन भयो होला हामी डिस्कसन गरौँ है यो क्वेसनमा सायद यस्तो गाह्रो क्वेसन पनि नसोध्ला D र E भन्नु भएको एकछिन ल एउटा अप्सन भनिदिनु मलाई यो कस्तो हो भन्दाखेरि यो हाम्रै लागि डिस्कसनको लागि मैले बनाएको क्वेसन हो मैले एउटा लजिक यहाँनिर सायद भेटिन्छ कि भनेर मैले प्रयास गरेको छु र तपाईहरुले यो लजिक ठिक हो कि होइन भनेर थोरै डिस्कसन गरौँ सायद यो लेभलको गाह्रो प्रश्न पनि नसोध्ला त्यही पनि हुनुहोस् हैन हामी त्यो लेभलमै गएर हेरौँ न मैले आफै सोचे सायद यसरी पनि सोध्न सक्छ कि भनेर है ओके ल मलाई अप्सनहरु एकजनाले भन्नुभयो B र E भन्नुभयो B र E त्यसपछि अर्को अप्सन चाहिँ A र B हैन A र B अरु कुनै नयाँ अप्सन B र D ओके B र D भन्ने पनि हुनुहुन्छ अरु A र E भन्नु भएको छ A र E ओके चारवटै अप्सन आयो भेरी गुड ल कृष्णकान्त पटेल जी हुनुहुन्छ कि हुनुहुँदैन कृष्णकान्त जी हुनुहुन्छ कहाँ हुनुहुन्छ हजुर सर हजुर ए ल कृष्ण जी के छ हालखबर हजुर एकदम ठिक छ सर मैले हिजो क्लास गर्न पाइएन हजुर सर हिजो क्लासै गर्न पाइएन ए ठिक छ के छैन ल कृष्णकान्त जी अब सुरुमा तपाईबाट सुनौं त के हुन सक्ला त्यसको प्रोबेबल आन्सर सर यसको प्रब्लम मलाई हेर्दाखेरि सर हैन तपाईको सर ए नम्बर छ हैन हजुर ए नम्बर तपाईको हजुर ए त्यसपछि तपाईको सी र ई जस्तो मलाई लाग्यो सर सी र ई मा एउटा छान्नु पर्ने कुन छान्नुहुन्छ ई छान्छु सर ई छान्नुहुन्छ ओके ल ए र ई छान्नु भयो अब तपाईले किन लाग्यो होला ए र ई हुन सक्छ भनेर सर 5s5 त सबमा कमन छ हैन छ त्यसपछि सर जुन जसरी ए को जसरी आई बाट स्टार्ट छ ई मा पनि आई बाट स्टार्ट छ हजुर त्यसपछि आई बाट ए मा एच छ अनि ई मा चाहिँ जी छ सर त जी र एच चाहिँ कमन जस्तै छ नि एकअर्का पछि त्यही भएर सर मलाई यस्तो लाग्यो ओके धेरै धन्यवाद यो लजिकमा कसैलाई केही हैन यो लजिक हुँदैन भन्ने कोही हुनुहुन्छ धन्यवाद कृष्णकान्त जी हजुर सर हस् हैन यो लजिक हुनु हुँदैन भन्ने कोही हुनुहुन्छ भने हात उठाइहाल्नुस् एकचोटी कुरा गरौँ थोरै कृष्णकान्त जीको लजिक मिलेन मेरो यस्तो लजिक छ यो किन ठिक हुन सक्दैन भनेर कसैले हात उठाउन सक्नुहुन्छ यहाँनेरि बीडी पनि त्यही छ हुन्छ त सम्झना जी बी र डी पनि सेम छ बी र डी पनि सेम छ ओके ल बी र डी पनि सेम छ अब पर्दा हटाइदिउँ है त अब अरु कसैले बोल्नु भएन भनेपछि यही दुईटा अप्सन बीचमा अलिकति घमासान युद्ध हुन जान्छ अब हेरौँ घमासान युद्धको परिणाम ए मा हेरौँ सुरुमा यहाँनिर अप्सनहरु म लेख्दिन्छु ए मा के छ 5
5IHJ लेखेको छ। अप्सन ई के लेखेको छ 5S5IJH। सबैले यही देख्नु भयो नि अप्सन हैन, ए र बी पनि भन्नुभएको छ। ओके, त्यसपछि बी र डी हेरौँ है। मैले राम्रै प्रश्न पो राखेछु है क्या। बी र डी 5S5HIJ छ, त्यसपछि 5S5HJI भनेर छ। अब यहाँनिर हेरौँ 5S5 सबैमा कमन छ, यसलाई केही पनि गर्नु परेन, मैले काटिदिएँ है। सबैमा 5S5 कमन छ हो। अब यो एउटा भयो, यो एउटा भयो, हेर्नुहोस् है। यसको फर्स्टमा आई, यसको फर्स्टमा आई, त्यसपछि यो लेटरहरू के जस्तो भएको छ त, स्विच भएको जस्तो छ। अब यहाँ पनि के छ, यहाँ HIJ छ र यहाँनिर के छ, यहाँ HIJ छ, यहाँनिर HJI छ। भनेपछि यहाँ पनि के भएको छ, फर्स्ट लेटर सेम छ, यहाँनिर पनि अनि स्विच भएको छ, यो उता यो यता। ल ठिक छ, यो सबैले बुझिसक्नुभयो यहाँ के भयो भनेर। यस सर। भनेपछि कुन चाहिँ ठिक हुँदो रहेछ त? चारवटै ठिक हुन्छ। को यस्तो रिसमा भन्नु? होइन, मसँग रिसाउनु भएको भने मलाई माफ गरिदिनु होला। ल कसले भन्नुभएको अलिकति यसको यो डेन्जर तरिकाले? को नाम हजुरको के पर नाम? ओके, ल केही छैन। अब यसलाई अझै कङ्क्रिट बनाउन सकिन्छ होला, केही गरेर अझै कङ्क्रिट बनाउन सकिन्छ होला। कोहीसँग अर्को केही लजिक छ यसलाई अझै कङ्क्रिट बनाउने? हजुर हजुर डी हजुर हजुर हुन्छ होला सर। डी हुन्छ होला नि। आई हेर्नु न, आई सेकेन्डमा छ नि त कमन हेर्दाखेरि आई के अरे फर्स्ट सेकेन्ड थर्ड के अरे सेकेन्डमा आउँछ नि त आई। हजुर आई कमन आई चाहिँ बिचमा तीन ठाउँमा छ, त्यही भएर। अझै मैले तपाईँको लजिक बुझ्न सकिनँ। AEBD मा हेर्दाखेरि आई यो जुन IHJIJ छ नि, हजुर हजुर यो हजुर भन्नुहोस् टेन्सन नलिनु। त्यही भएर सेकेन्डमा आई हुन्छ होला सर। यहाँ त एच पछि जे छ। आई होइन आई लेख्नु भएन यहाँ हेर्नु त, यो त जे पो हो त। सर हजुर म्याम। मैले चाहिँ त्यो डन्टे कमन जस्तो लाग्यो सर, हजुर बिरडी जस्तो लाग्यो। एच पहिला भयो होइन, हजुर अनि एबिसिडी घर अल्फाबेटहरू पहिला आई अनि जे आउँछ होइन। हजुर एबिसिडी एफ जी अनि एच आई आयो होइन, त्यही भएर अनि के हुन्छ कि जस्तो लागेको छ। ओके हुन्छ। अब यहाँनिर हेर्नुहोस् है त, म एउटा कुरा भन्छु। मलाई लागे अनुसार है, मलाई लागे अनुसार ए र ई र बी र डी दुइटै ठिक हो। किन भन्दाखेरि हेर्नुहोस् है त, ए र ई बी र डी दुइटै ठिक छ। अब म भन्छु किनभने यो आई र यो आई को पोजिसन हामीले हेरियो हो। अब यहाँनिर म्याडमहरूले के भन्नुभयो भने HIJ छ, अल्फाबेटिकलमा छ भन्नुभयो। तर यो र यो दुइटैलाई हामीले के गर्नु पर्यो त, मिलाएर हेर्नु पर्ने हुन्छ। यहाँनिर यो दुईटा जति आँप हो हैन, माथिको IHJ र IJH जति आँप हो, HIJ र HJI पनि त्यति नै स्याउ हो क्या एकअर्कासँग। मैले भन्ने कुरा बुझिराख्नु भएको छ कि छैन? दुईटाको एकअर्का बीचको जुन अन्तर सम्बन्ध छ, त्यो अन्तर सम्बन्ध कस्तो छ भन्दाखेरि अब तिनीहरूलाई छुट्याउनै सकिँदैन क्या। यो चाहिँ यो होला अथवा यो हुँदैन होला हामीले भन्न सकिँदैन।
अब तपाईँले एक्जाममा सोद्धाखेरि एउटा अप्सन दिन्छ, नट अ प्रब्लम। तर तपाईँहरूले डिल गर्दाखेरि चाहिँ यसरी डिल गर्नु पर्यो। हेर्दाखेरि प्रत्येक अप्सनलाई केलाउँदै जाने। हेर्नुहोस् त, हामीले एउटा प्रश्नले कतिवटा उत्तर दिएको छ यहाँनिर। हो, हामी यसरी कन्फ्युज कहिले पनि हुनु हुँदैन। ठिक छ, मलाई लाग्छ यो एकदमै गाह्रो प्रश्न मैले यहाँनिर तपाईँहरूलाई सोधेँ। नसोध्ला त्यो बेग्लै कुरा हो, तर यसरी सोधिहाल्यो भने हामीले कसरी हेर्नु पर्ने रहेछ भन्ने कुरा त बुझ्यौँ नि यहाँबाट, होइन? अब यति गरिसकेपछि त हामीलाई सायद सरलै हुन्छ होला प्रश्न बुझ्नको लागि, है? यो हाम्रो आइक्यू क्लास चलिरहेको छ भनेर कसैले दुविधा त छैन नि। ल ल हेरौँ है। ठिक छ, तपाईँहरूलाई चित्त बुझ्यो मैले भनेको? कसैले चित्त बुझेको छैन भने आउनुहोस् अगाडि। दुईटै अप्सन हुन्छ होइन सर? हजुर, मलाई चाहिँ त्यही लाग्यो म्याम। हो त नि, यो सेम सेम त छ नि। ए हजुर हजुर, ठिक छ, हुन्छ रश्मिना चाहिँ। ल सर एकचोटि फेरि भनिदिनु न, यो ट्रिक, यसको ट्रिक कसरी पत्ता लगाउने यो हुन्छ भनेर। हेर्नु, ट्रिक यति मात्रै हो। ट्रिक यति मात्रै हो कि सुरुमा तपाईँले के गर्नु पर्यो भन्दाखेरि सेम हो कि होइन, सेम हो कि होइन, सेम हो कि होइन भनेको हेर्नुहोस् है, दुईटा कुरा छ यहाँनिर। एउटा कुरा आउँछ इक्वलको कुरा, अर्को कुरा आउँछ इक्विभ्यालेन्टको कुरा। ल हेर्नुहोस् है त, इक्वल र इक्विभ्यालेन्ट भन्ने कुराहरू आउँछ। कसैले मलाई बुझाउन सक्छ इक्वल भन्नु र इक्विभ्यालेन्ट भन्नुमा के भिन्नता हुन सक्छ, के सिमिल्यारिटी हुन सक्छ, सेम के छ डिफरेन्ट के छ इक्वल र इक्विभ्यालेन्ट भन्नुमा? इक्वल भनेको सेम सेम अनि इक्विभ्यालेन्ट भनेको अलिअलि मिल्दोजुल्दो। ओके, अलिअलि मिल्दोजुल्दो। अब तपाईँहरूले पहिले समूह भनेर पढ्नु भएको छ नि, समूह पढ्नेले इक्वल सेट र इक्विभ्यालेन्ट सेटहरू भनेर पढ्नु भएको छ नि त्यहाँनिर। इक्वल सेट भन्दा के हुन्थ्यो? जस्तै तपाईँसँग पनि आँप, स्याउ र सुन्तला छ। हेर्नुहोस् है, तपाईँसँग ओरेन्ज, एप्पल र म्याङ्गो छ, र मसँग पनि ओरेन्ज, एप्पल र म्याङ्गो छ भने तपाईँ र म के भयौँ त? इक्वल भयौँ। ठिक छ, किनभने तपाईँसँग नि ओरेन्ज, एप्पल, म्याङ्गो छ, मसँग नि ओरेन्ज, एप्पल, म्याङ्गो छ, है? अब इक्विभ्यालेन्ट भनेको कस्तो हुन जान्छ त भन्दाखेरि तपाईँसँग ओरेन्ज, एप्पल र म्याङ्गो छ, मसँग टोमेटो, पोटेटो र रेडिस छ। म डिफरेन्सेस मात्रै बुझाइरहेको छु है त, यसलाई यसरी बुझ्नुहोस्। यो भनेको के भन्दा सेम नम्बर अफ इलिमेन्ट्स छ। इक्विभ्यालेन्ट भनेको सेम नम्बर अफ इलिमेन्ट्स छ भने त इक्विभ्यालेन्ट सेट हो। अब यसलाई हामीले माथिसँग कसरी जोड्छौँ भने सबैभन्दा सुरुमा तपाईँले खोज्नु पर्यो कि इक्वल पो छ कि अथवा उस्तै पो छ कि भनेर। जस्तै हामीले माथि एउटा प्रश्न गरेका थियौँ, जस्तै हेर्नुहोस् त, यहाँनिर B6R/2 छ, यहाँ पनि B6R/2 छ, सेम इलिमेन्टहरू छ, साथसाथै के पनि छ त भन्दाखेरि सेम अर्डरमा पनि छ। यहाँ पनि सुरुमा B, यता पनि B, 6/6RR//22 छ। योबाट तपाईँले सुरुमा यो खोज्नु पर्यो। यो छ भने आँखा चिम्लेर टिक लगाइदिने, अरू केही कुरा सोच्नै पर्दैन। अब त्यहाँनिर मोर देन इक्वल अप्सन कतै छ भने त्यो बेग्लै तरिकाले तपाईँले गर्नु पर्यो, नभए ओके, इट्स ओके, यसरी गर्न सकिन्छ। त्यसपछि अर्को कुरा आउँछ इक्विभ्यालेन्टको कुरा। अब इक्विभ्यालेन्टको कुरा गर्दाखेरि यहाँनिर छ, यस्तो पनि हुन सक्छ है, QGY7G छ नि, यहाँ QGY7G छ, यहाँ क्यापिटल छ, यहाँ स्मल छ, तर सबैभन्दा मिठो अप्सन भनेको त यही डी र यु हुन्छ। हो, अरू अप्सन भन्दा यो इक्विभ्यालेन्ट छ, सबैभन्दा नजिक छ नि त यिनीहरू। इक्वल छैन तर नजिक छ के। साथी र दाजुभाइ भने जस्तो। साथी यदि बायोलोजिकल हिसाबमा हेर्ने हो भने दुईटा साथी कहिले पनि के हुन सक्दैन त दाजुभाइ हुँदैनन्, हैन? बायोलोजिकली हेर्ने हो भने साथी कहिले दाजुभाइ हुन्छन् त? हुँदैनन् नि, हैन? एउटा भनाइ हो, हैन त? तर दाजुभाइ हुँदैन नि, हो त्यस्तो के। यिनीहरू चाहिँ साथी जस्तो भयो के। डिफरेन्सेस कम छ तर डिफरेन्सेस छ। सबैभन्दा कम डिफरेन्सेस भएको चाहिँ यिनीहरू अप्सनहरू छ है भनेर बुझाउन खोजेको। अब क्लियर छ सबैजनालाई कसरी खोज्नु पर्दो रहेछ भनेर? ठिक छ है।
यो खोज्ने अनि इक्विभ्यालेन्टतिर जाने र सबैभन्दा राम्रो इक्विभ्यालेन्ट खोज्ने, यो कुराले यहाँ स्पष्ट पारेको छ। सबैभन्दा राम्रो इक्विभ्यालेन्ट कसरी खोज्ने भनेर अर्डरहरू हेर्ने हैन, कता मिलाउँदा के आउँछ सबै कुराहरू तपाईहरुले हेर्दै जानु पर्यो। कुन भन्नुभयो नम्बर 4? ए मैले नम्बर 4 को गर्दिन अघि। ल नम्बर 4 को हेर्दिनुस् त। एक्चुअली सबैजनाले बीएनडी भन्नुभएको छ। सम्झनाजीले भनिदिनुस् त बी र डी लाई हामीले इक्वल भन्न मिल्छ कि इक्विभ्यालेन्ट भन्न मिल्छ? हजुर सर, बी र डी इक्वल हो कि इक्विभ्यालेन्ट हो? इक्वल हो, इक्विभ्यालेन्ट हो। इक्विभ्यालेन्ट हो है। किन इक्विभ्यालेन्ट हो त भन्दाखेरि सेम एलिमेन्ट्सहरु छन् होला हैन। यहाँनेरि पनि 2 छ, बी छ अनि दुईटा डब्लु छ। यहाँनेरि पनि 2 छ, बी छ, दुईटा डब्लु छ। तर एरेन्जमेन्ट अथवा अर्डर सेम छ त, क्रम सेम छ छैन नि? क्रम उस्तै छैन। तर सबैभन्दा मिल्दो जुल्दो यही छ। त्यही भएर हामीले बी र डी चुज गर्यौं। यो इक्विभ्यालेन्ट हुन गयो। कसैले के यहाँनेरि अप्ठ्यारो गाह्रो सारो केही छ छैन है? बुझ्नुभयो है? हजुर हजुर। अनि 5 नम्बरको चाहिँ यो जति पनि अघि हजुरले भन्नुभयो नि, ए र बी मा चाहिँ लास्टमा जे ह नि, अनि फर्स्टमा त अब 5 7 तिनीहरू सेम भयो। म्याम तपाईको आवाज अलिकति क्लियर आइरहेको छैन। एक्चुअली फेरि भन्न सक्नुहुन्छ? अलिकति इको जस्तो आइरहेछ। हेलो हजुर म्याम। 5 नम्बरको हजुर अझै इको आइरहेछ म्याम। सर भएन। ठिक छ, हजुरले टाइप गरेर क्वेशन पठाउनु न है, म हेर्छु नि। टाइप गरेर एकचोटि क्वेशन पठाउनु, जति मिनिङफुल तरिकाले टाइप गरेर पठाउन सक्नुहुन्छ पठाउनु। अब ठ्याक्कै मेरो आँखा पुगेन भने त्यहाँनेरि कोही साथीहरूले यसो हेल्प गरिदिनु है। मैले हेरेँ भने म एन्सर दिइहाल्छु, मैले हेरेन मैले देखिनँ भने कोही साथीले ठ्याक्कै त्यहाँनेरि टाइप गरेर उहाँलाई यसो बुझाइदिनु है त। ल यो कुराहरू भयो। ठिक छ, अब अरु प्रश्न गर्न जरुरी छ यसको? अरु प्रश्न गर्न जरुरी छ? नो सर। ओके ल ल हुन्छ है त। तपाईहरुलाई धेरै धेरै धन्यवाद, तपाईहरुले राम्रो स्टडी गरिदिनु भएकोमा। ल अब अर्को छ फेरि चेकिङ फर इरर्स। चेकिङ फर के छ त? चेकिङ फर के छ यहाँनेरि? इरर्स भनेर छ। ठिक छ, चेकिङ फर इरर्स। यो भनेको के हो त? कहीँनेरि त्रुटि छ कि भनेर यसो खोज्ने एउटा काम हामी गर्छौं। यो पनि तपाईको के हो त? पढाइ प्रतिको सिरियसनेस यसले पनि देखाउँछ तपाईको। कसरी भन्दाखेरि तपाईले कतिको डिटेलली हेर्ने तपाईको बानी छ। कुनै पनि कुरालाई जब तपाई स्टडी गर्दै जानुहुन्छ, स्टडी गर्दै जाँदाखेरि जस्तै तपाईलाई लाग्छ नि कहिलेकाहीँ छिटो छिटो लेख्दाखेरि तपाईको अलिकति व्याकरण के हुन्छ? थोरै कमजोर हुन्छ त्यहाँनेरि। अब हामीले त छिटो छिटो लेख्छौं, मतलब गर्दैनौं। तर फेरि एकचोटि हामीले रिचेक गर्दा ए यसको ठाउँमा आर लेखिएछ, आइएम लेख्नु पर्ने आइआर लेखिएछ, अथवा यहाँनेरि कुनै बेला स्पेलिङहरु इरर गरिन्छ हैन त? स्पेलिङहरु इरर गरिन्छ। हो त्यो कुरा पनि हेर्नु पर्यो हैन? त्यो सबै कुराहरु हेर्नु पर्ने हुन्छ। हुन त मान्छेले भन्छ कि भाव बुझ्नु पर्यो भनेर भन्छ नि है मान्छेले। सामान्यतः के भन्छ भने यसमा नजान, तैले भाव बुझ्नु पर्छ। यो कुरा किन भनिएको? त्यसको भाव बुझ, यसको एउटा के भन्न खोजेको इमोसन बुझ, यो कुराको इमोसन बुझ, यो कुराको फिलिङ बुझ भनेर मान्छेले भन्छ। तर यसको मतलब यो होइन कि तपाईले शुद्ध नलेख्ने भन्ने कुरा होइन। ठीक छ, त्यो पनि जरुरी छ। शुद्ध लेख्नु अत्यन्तै जरुरी छ। र यो हाम्रो जुन यस्तो परीक्षाहरू छ त्यसमा त झन् शुद्धताको एकदम ठुलो बुझ्नुस् कि एकदम अमूल्य छ। तपाईको कुरा शुद्ध हुनुको मतलब नै के हो त? तपाई अमूल्य भइसक्नुभयो, तपाईको त्यो कुराहरु अमूल्य भइसक्यो। किनभने चेक गर्ने मान्छेलाई त फरक पर्छ। शुद्धता तपाईको एकदम राम्रो छ भने त्यो त सबैलाई मन पर्छ नि त। तपाईले लेखेको कुराहरुमा कसैलाई कुनै डाउटै हुँदैन त। त्यो नै कुराहरु तपाईहरुले गर्न जान्न सक्नुहुन्छ। अब हेरौँ है त, यहाँनेरि के हुन्छ त भन्दाखेरि एउटा ओरिजिनल हुन्छ, हेर्नुस्, एउटा ओरिजिनल हुन्छ, अर्को के हुन्छ? कपी हुन्छ। ठीक छ, एउटा ओरिजिनल हुन्छ,
अर्को कपी हुन्छ। यो ओरिजिनल भनेको जसको आधारमा तपाईले चेक गर्नुपर्ने हो, ठीक छ। यो ओरिजिनलको आधारमा तपाईले कपी चेक गर्नुपर्ने हुन्छ, ठीक छ। जस्तै बुझ्नुस् कि तपाईको साथीको अब पहिले मेरो भाइहरू अलिकति इन्जिनियरिङ पढिराख्ने भाइहरू है हैन, ल्याब सिटहरू लेख्नुहुन्छ है। त्यो ल्याब सिटहरू लेख्दाखेरि चाहिँ कस्तो हुन्छ त भन्दाखेरि एउटा साथीको ल्याउनु हुन्थ्यो हैन, त्यो साथीको ल्याब सिट ल्याएर चाहिँ त्यसलाई सार्नु हुन्थ्यो क्या। अनि अब हेर्दै जाँदाखेरि त इररहरू हुन्छ नि त हैन। बुझ्नुस् कि ओरिजिनल भने चाहिँ तपाईको लेखिएको कुरा, फेरि तपाईको साथीले सार्दैछ त्यो कपी भयो। अब दुईटालाई मिलाएर हेर्नु पर्यो क्या। तपाईले अर्को कुरा के बुझ्नु पर्यो भने ओरिजिनलमा त्रुटि हुँदैन, ठीक छ। ओरिजिनलमा त्रुटि हुँदैन, कपीमा त्रुटि हुन्छ, त्यो बुझ्नुस्, ठीक छ। ओरिजिनलमा त्रुटि हुँदैन, कपीमा त्रुटि हुन्छ। त्यसरी तपाईले जहिले पनि चेक गर्नुपर्ने हुन्छ। कुरा क्लियर छ? यति कुरा कहिले नबिर्सिनु होला। कसैले यहाँ भिडियो रोकिरहेको छ, एकजना सरले यहाँनिर सर म्यामको उहाँले भिडियो चलेको छैन भन्दै हुन्छ हो, अलिक प्रब्लम आएको हो र? ए चलिरहेछ। ए हुन्छ हुन्छ सर, हजुर एकचोटि के गरिदिनु भन्दाखेरि एकचोटि फेरि बाहिर जानु, अनि बाहिर गएर फेरि एकचोटि जोइन हुनु न है। तपाईँलाई एकदम त्यति बेला सायद तपाईँको भिडियो राम्ररी चल्छ होला। म रेकर्डिङ त गरिदिनै रहेको छु सर, टेन्सन नलिनु, रेकर्डिङ गरिदिनै रहेको छु। ल, ओरिजिनल र कपी। ओरिजिनललाई हाम्रो के मान्नु पर्यो? ल यो हो है। कपी भनेपछि यो चाहिँ चेक गर्नु पर्यो योसँग भनेर मान्नु पर्यो। सर म्याम हो, म सर हजुर, मैले त्यही भएर अब सर हो म्याम हो भनेर है त मैले सर भने सुन्नु होइन, विष्णु भनेको त म्याम हुनसक्छ भनेर नि मैले म्याम भने अन्तिममा। ल हुन्छ है त, ओके। ल हेर्दै जाउँ, ओरिजिनल हेरौँ अनि कपी हेरौँ। अब प्रश्नहरू विभिन्न प्रकारले सोध्न सक्छ। जस्तै एउटा तरिका भनेको के सोधिन सक्छ भन्दाखेरि हेर्नुहोस् है त, यहाँनिर लेखो TABLE टेबल अफ कन्टेन्ट भनेर लेखो है। यहाँनिर लेखो टेबल अफ कन्टेन्ट। सर कपी गरेको नोट फर्स्टमा पर्यो भने ओरिजिनल कपी पनि त भन्न सक्छन् नि अरे। एकचोटि माइक अन गरेर सोध्नु न। हजुर हजुर, यो हुन्छ नि अब ओरिजिनल र कपी, अब ओरिजिनल गरेको अनि कपी पेस्ट हुन्छ नि कपी गरेको होला। हजुर म्याम। अनि कपी गरेको चाहिँ फर्स्टमा पर्यो भने अनि ओरिजिनल सेम हुन्छ, अनि कसरी छुटाउनु छ त्यसमा अनि ओरिजिनल कपी? ए होइन, अब हुन सक्छ त्यस्तो हुन्छ। अनि सर अब केही कुराहरू भयो एक्जाममा नि त्यस्तै हुन्छ मेरो पनि त्यसरी धेरै मार्क्स काटिएको छ म्याम। म आफूले ओरिजिनल गरेको हुन्छु, साथीले त्यही कपी गरिदिन्छ, उसको 20 आउँछ, मेरो 18 आउँछ। त्यस्तो हुन्छ। तर यहाँनिर लोकसेवामा त्यस्तो हुँदैन, तपाईँ ढुक्क हुनुहोस्। लोकसेवामा त्यस्तो गर्यो भने चाहिँ तपाईँ र म गरे उहाँ लोकसेवामा गएर धर्न बस्नुपर्छ। त्यस्तो प्रश्न आउँदैन है। ल हुन्छ, धन्यवाद। ल अब यहाँनिर एउटा टेबल अफ कन्टेन्ट भनेर दियो, हेर्नुहोस् एकदम ध्यान दिएर हेरौँ। यहाँनिर छ, त्यसपछि आयो मेरो कर्सिभ ह्यान्डराइटिङ कतै बुझ्नु भएन नि भन्नु होला है। इन्ट्रोडक्सन भनेर छ है, इन्ट्रोडक्सन भनेर छ, यसलाई लेखो 1। त्यसपछि अर्को के लेखो यहाँनिर अडिटिङ भनेर लेखो, यसलाई लेखो 5, ठीक छ। त्यसपछि अर्को लेखो बजेटिङ, बजेटिङ भनेर लेख्यो, बजेटिङलाई लेखो 6 लेख्यो अरे, ओके, अथवा 26 लेखिदियो अरे। ल 26 लेखिदियो अरे। त्यसपछि अर्को के आयो त, बुक आयो अनि किपिङ आयो है। बुक किपिङ भनेर आयो, यो भनेको 127 लेखो अरे, ठीक छ। बुक किपिङ भनेर लेखो है। सायद यो एउटा प्रश्न गरेर तपाईहरुलाई सबै कुरा बुझ्नुहुन्छ ल। ल फाइनली के लेखो त, इन्डेक्स भनेर लेखो, इन्डेक्सलाई लेखो 139 भनेर लेखो। अब यहाँनिर पनि आउँछ टेबल अफ कन्टेन्ट, टेबल अफ कन्टेन्ट भनेर आउँछ। हेर्नुहोस् सुरुमा के आउँछ, अर्कोले लेखिदिन्छ है त। सुरुमा आउँछ इन्ट्रोडक्सन, ओके है त, सायद यसले अलिकति बुझेन जस्तो छ।
यहाँनिर के आउँछ इन्ट्रोडक्सन भनेर आयो, यहाँनिर आयो 1, त्यसपछि आयो अडिटिङ, त्यसपछि आयो अडिटिङ भनेर आयो है यहाँ ल AUDITING अडिटिङ भनेर आयो, यहाँनिर आयो 5, त्यसपछि आयो के त बजेटिङ, त्यसपछि आयो बजेटिङ, बजेटिङमा लेख्यो 26, त्यसपछि आयो बुक किपिङ, त्यसपछि आयो यहाँनिर बुक किपिङ भनेर आयो, बुक किपिङमा कति आयो 127, त्यसपछि आयो इन्डेक्स, इन्डेक्समा कति आयो यहाँनिर 138 भनेर आयो। अब मलाई भन्नुहोस् त कपीमा कतिवटा गल्ती छ होला ओरिजिनल भन्दा, यसरी सोध्छ कपीमा ओरिजिनल भन्दा कतिवटा गल्ती छ, 3वटा भन्नुभयो, 3वटा भन्नुभयो, ओके यहाँनिर 3वटा भन्नुभयो है। दुईवटा, भेरी गुड, एउटा, 3वटा, ओके ल 3वटा भने म्यामले एक्चुअली भनिदिनु त कहाँ कहाँ गल्ती छ होला म्याम? बजेटिङमा एउटा ई छुटेछ, आहा हजुर, अनि 138 मा यति नै हो त गल्ती? ओ भनेपछि सुरुमा पनि गल्ती छ कि छैन? 4वटा गल्ती पो रहेछ त है। कृष्णकान्त कुमार पटेलले ए हो त्यो गल्ती गर्नु भएन। कृष्णकान्त कुमार पटेलजीले हेर्नुहोस् त अघि सुरुमा 2 लेख्नुभयो, अहिले 4 लेख्नुभयो, हो कि होइन कृष्णकान्तजी? हजुर सर 4वटा छ सर। सुरुमा तपाईँले 2 लेखे हो कि होइन? हजुर हजुर मैले पक्रेँ कृष्णकान्तजीलाई। ल ठिक छ, ल है हजुरले त्यही भएर यो गल्तीहरू अब यहाँनिर मिलाउँदै हेर्नुहोस् है त। अब यहाँ हेर्नुहोस् मैले यसरी किन देखाएँ त, तपाईँले यसरी किन गरेँ त भन्दाखेरि तपाईँहरूले के गर्नुभयो भन्दाखेरि हेर्नुहोस् सामान्य ठाउँमा मैले काहीँ गल्ती राखिदिएँ, जस्तै तपाईँ त सजिलै चिन्न सक्नुहुन्छ 139 र 138 हो, बुक किपिङ पनि सजिलै चिन्न सक्नुभयो, बजेटिङ पनि चिन्न सक्नुभयो होइन, तर सार्दाखेरि तपाईँहरूले गल्ती गर्नुभयो कि टेबल अफ कन्टेन्टमा। हो यही थियो यहाँको एक्का भन्छ नि, एक्का हुकुमको एक्का, यो टेबलमा हुकुमको एक्का लुकेको थियो। यहाँनिर मैले तपाईँहरूलाई कसरी भुलाएँ त भन्दाखेरि सिम्पल गल्तीहरू दिए र त्यो सिम्पल गल्तीहरूमा तपाईँहरू भुल्नुभयो कि माथि पनि कुनै गल्ती हुनसक्छ है भन्ने कुरामा तपाईँहरू भुल्नुभयो। त्यही भएर एकैछिन राम्रोसँग हेरेर त्यो प्रश्नलाई हल गर्ने प्रयास गर्न सक्नुहुन्छ है। ल ठिक छ, मलाई लाग्छ अर्को एउटा प्रश्न गराउने अझै मिठो हुन्छ होला। हजुर म्याम। यसलाई गऱ्यो भने चाहिँ सायद हाम्रो मृत्यु हुन्छ होला, नगर्नु होला, डटमा नगर्नुहोस् पर्दैन, डटमा ए होइन नि त्यसरी डटमा सायद म्याम नसोध्ला, डटमा सायद नसोध्ला है। ठिक छ अब डट चाहिँ नगर्नु, डट नगरौँ, ठिक छ। तपाईँको प्रश्न एकदम राम्रो, डट नगर्नु है, डट चाहिँ नगर्नु, तपाईँको एकदम राम्रो, मलाई क्वेसन एकदम ठिक लाग्यो। ल ठिक छ, ल अर्को प्रश्न हेरौँ है त। तपाईँको प्रश्न एकदम जायज हो म्याम, तपाईँले सोधेको एकदम जायज कुरा हो है, त्यस्तो जो तर सायद मलाई लाग्छ अहिलेसम्म मैले हेरेको प्रश्न अनुसार चाहिँ सायद त्यसरी नसोध्ला है। अब अर्को प्रश्न पनि हामी हेरौँ यहाँनिर, एउटा यहाँनिर ओरिजिनल भनेर छ, त्यसपछि यहाँनिर COPY कपी भनेर छ। ओरिजिनलमा के दिएको छ भन्दाखेरि मिस्टर कसलाई लेखौँ त अब यहाँनिर मिस्टर जेरेमी
नक्सभिल, मिस्टर जेरेमी नक्सभिल भनेर छ। उहाँको एड्रेस कति रहेछ? 2013 कति रहेछ? क्ले ब्लेयर्ड भन्ने ठाउँ रहेछ है। त्यसपछि उहाँको के छ? लस एङ्गल्स चाहिँ भन्छ है, CA 90102 भनेर छ अरे, ठिक छ। अनि उहाँ चाहिँ एउटा के हो त भन्दाखेरि उहाँ चाहिँ एउटा थेरापिस्ट हो, ठिक छ। उहाँ एउटा थेरापिस्ट हो। अब यसलाई मैले कपी गर्दाखेरि के लेखे त भन्दा मिस्टर जेरेमी नक्सभिल भनेर लेखे। यहाँनिर मैले के लेखे त? यहाँनिर मैले 2013 क्ले ब्लेयर्ड भनेर लेखे। यहाँनिर के लेखे? लस एङ्गल्स भनेर लेखे, यसरी लेखे। उहाँ चाहिँ के हुनुहुँदो रहेछ त भन्दाखेरि थेरापिस्ट हुनुहुँदो रहेछ। अब कतिवटा गल्ती छ होला? कतिवटा गल्ती छ होला? 4वटा, 3वटा। ल 4वटा भन्नेले देखाउँछ त गल्ती कहाँ छ? हजुर, यहाँनिर एउटा गल्ती भयो ओमा। त्यसपछि यहाँनिर ई हुनुपर्ने अर्को गल्ती भयो। हजुर, अनि भनेपछि यो यहाँ हुनुपर्ने हो, ठिक छ। त्यसपछि यहाँ डबल पी आयो। ल धेरै धेरै धन्यवाद। हुन्छ, माइक अफ गरिदिनुहोस्। ल यसरी हामीले यो प्रश्नलाई पनि गर्न सकिन्छ। एउटा लास्ट क्वेसन हेरौँ त, एउटा लास्ट क्वेसन हेरौँ है। गर्न त तपाईहरु सक्या। हजुर हजुर, केही सोध्नु भयो कसैले? हजुर सर, यो क्वेसन फेरि एकछिन रिन्यू गर्नु त फेरि मैले बुझ्न सकिनँ। रिन्यू भन्नाले सर? हजुर, फेरि एकचोटि फेरि भनिदिनु न यो। ए, तपाईले यो ओरिजिनल कपी भर्खर जोइन हुनुभयो हो? हजुर। ए ठिक छ सर। अब सिम्पल कुरा के हो भन्दाखेरि ओरिजिनल ओरिजिनल र उतापट्टि जति सेम नभएको हो कि कस्तो, के कारण एकछिन मलाई भनिदिनु त। यो भनेको चाहिँ तपाईको यहाँनिर के छ भन्दाखेरि यो ओरिजिनल भनेको तपाईको ओरिजिनल भयो। अब कपीमा तपाईले के गर्नुहुन्छ भने ओरिजिनल र कपीमा कहाँ भिन्नता छ त? जस्तै BLAIRD ब्लेयर्ड लेख्नु पर्ने BLAIRD भएको छ। ए सरी, BLAIRD लेख्नु पर्ने BLOIRD भएको छ। यो ओ त हुनु हुँदैन नि त हो। कपीमा इरर हेर्ने। ल रिङ्कु बोराजी माइक अन गर्नुस् त। रिङ्कु बोराजी, हेलो। हजुर सर। ल उहाँलाई एकचोटि बुझाइदिनुस् त कसरी गर्नु पर्दो रहेछ यो। यो ओरिजिनलमा चाहिँ सबै राइट हुन्छ अनि कपीमा चाहिँ स्पेलिङ मिस्टेक हुन्छ अनि कतिवटा मिस्टेक छ त्यो चाहिँ पत्ता लगाउने। ओके, ल अझै डिटेलली बुझाइदिनु त यो क्वेशनबाट उहाँलाई। अनि यसमा मिस्टर जेरेमी नक्सभिल छ, त्यसमा माथि सबै राइट छ। त्यसपछि 2013 क्ले अनि ब्लेयर्डमा चाहिँ त्यहाँ आई ओ र आई एक्सचेन्ज भएको छ। त्यसमा ओ भएकोले त्यहाँ स्पेलिङ मिस्टेक छ अनि एन्जल्सको पनि स्पेलिङ मिस्टेक अनि 90102 छ। त्यसमा 90120 छ, त्यसमा पनि मिस्टेक छ अनि थेरापिस्टको स्पेलिङ पनि मिस्टेक छ। हजुर, धेरै धेरै धन्यवाद। ल तपाईले बुझ्नुभयो सर, जसले अहिले भर्खरै सोध्नु भएको थियो? यस, ओके सर, बुझियो। थ्यांक यू। हस्, हुन्छ हुन्छ। ल मलाई लाग्छ यतिमा हामीले कुराहरू बुझ्यौं होला। नेक्स्ट क्वेशन। हजुर हजुर सर, यो के एंगल र एंगल्स छ नि? हजुर म्याम।
त्यो एउटा एउटा वर्ड भयो है। हजुर हजुर भन्नुहोस् न। अनि त्यसमा अनि अब कतिवटा वर्ड मिस्टेक छ त्यही अनुसार गर्ने हो कि त्यो एउटा वर्डलाई एउटा मिस्टेक भनेर गर्ने हो? एउटा लेटर जस्तै त्यहाँनिर हटेको छ। हजुर। जस्तै ANGES भनेको के हुन्थ्यो होला? त्यहाँनिर कतिवटा लेटर छैन? ER दुईटा छैन। दुईटा छैन नि हैन? हजुर। भनेपछि त्यो लेख्ने हो के? अतले दुईटा लेटर छैन त्यसलाई अब दुईटा मिस्टेक भनेर गर्ने कि एउटा मिस्टेक भनेर गर्ने त्यसो दुईटा मिस्टेक भनेर गर्ने। तर सामान्यतः एउटामा एउटा मात्रै गल्ती सोधिरहेको हुन्छ। सामान्यतया सोद्धाखेरि चाहिँ विद्यार्थीहरूलाई कन्फ्युज नहोस् भनेर है। हजुर। र अर्को कुरा म तपाईहरुलाई भन्छु, ख्याल के गर्नुस् भने जसले थोप्लोहरुको नि ख्याल गर्नुस् है। कहिलेकाहीँ यहाँनिर थोप्लो दिएको हुन सक्छ, यहाँ थोप्लो नदिएको हुन सक्छ। अब यहाँ पो मैले कलरफुल राखेको छु है। तपाईहरुले ख्याल केमा गर्नु पर्यो? पहिलो कुरा स्पेलिङमा ख्याल गर्नु पर्यो। ठीक छ? स्पेलिङ हिजेमा ख्याल गर्नु पर्यो। दोस्रो कुरा तपाईहरुले पंक्चुएसन जस्तै यसरी थोप्लो छ कि, क्वेशन मार्क छ कि, यस्तो छ कि, यस्तो कुनै सिम्बोलहरु प्रयोग भएको छ कि, यस्तो कुराहरुमा पनि तपाईहरुले एकदम ख्याल पुर्याउनु पर्ने हुन्छ है। त्यसैगरी पोजिसन कहाँनेरि छ त है त? यो त सबै ठाउँमा सोध्छ। यो तपाईहरुले यस्ता उस्तो होइन, TSC मा नि सोध्छ, सबैतिर सोध्छ। तर म अरु केही कुराको यहाँ तयारी गराउँदैछु तपाईहरुलाई। तपाईहरुले नसोच्नुस् कि होइन सरले यो अब हामीलाई कतैलाई नसोध्न सक्ला हैन, तर तपाईहरु यो नबुझ्नुस् कि होइन यो चाहिँदैन भनेर। अत्यन्तै जरुरी कुरा छ है। यो क्वेशनहरुले तपाईहरुलाई कुनै कुराको लागि रेडी बनाइरहेछ। बास तपाईहरु त्यति सोच्नुस्। पोजिसन पनि हुन सक्छ। जस्तै THERAPIST थेरापिस्ट हुन सक्छ। यहाँनिर THREPIST सरी THREAPIST यसरी पनि दिन सक्छ के। पोजिसन चेन्ज भयो के त्यहाँनेरि। हो त्यसलाई एउटा गल्तीको रूपमा हामीले गर्न सकिन्छ हैन। यसरी गन्दै 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 हामीले हेर्ने है। यसरी हेर्दै गएपछि त काम पुगिहाल्छ है त। स्पेलिङ, पंक्चुएसन, पोजिसन यस्तो कुराहरु ख्याल गर्दै 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 अगाडि बढ्दै जाने। ल यसलाई पनि हामीले यहीँनेर थाती राख्यौं। अब हामी नेक्स्ट हेर्छौं। नेक्स्ट हाम्रो चाहिँ के त? डेटा इन्टरप्रिटेसन। यो सायद सबैलाई चाहिन्छ होला। डेटा इन्टरप्रिटेसन भनेर छ, अथवा हामी के भन्छौं? तथ्याङ्क व्याख्या। तथ्याङ्क व्याख्या भनेर छ। अब डेटा इन्टरप्रिटेसन भनेपछि हामीले केही डेटा दिएको हुन्छ, त्यो डेटा अनुरूपको केही प्रश्नहरु हामीले सोधिएको हुन्छ, त्यो अनुसार गर्नु पर्यो। अब डेटा टेबलमा पनि सोधेको हुन सक्छ, अथवा कुनै ग्राफहरु बनाएर जस्तै पाई चार्ट, हिस्टोग्राम आदि इत्यादि बनाएर। कस्तो त? डाटा हामीलाई टेबल बनाएर सोधेको हुन सक्छ, दोस्रोमा चार्ट बनाएर सोधेको हुन सक्छ, तेस्रोमा ग्राफहरु बनाएर यसरी हामीलाई डेटाहरु दिन्छ र केही क्वेशन्सहरु हामीले त्यहाँनेर राखिदिएको हुन्छ। केही प्रश्नहरु उले त्यहाँनेर हामीलाई राखिदिन्छ। अब हामीले के गर्नुपर्ने हुन्छ त? त्यो प्रश्न अनुसार हामीले त्यो टेबल, चार्ट अथवा ग्राफ अनुसार त्यो प्रश्नहरु हामीले हल गर्नुपर्ने हुन्छ। ठीक छ? त्यो अनुसार हामीले के गर्नुपर्ने हुन्छ त? प्रश्नहरुलाई हल गर्नुपर्ने हुन्छ है त। अब यस्तो प्रश्नहरु धेरै ठाउँमा सोधिएको छ। अप्सर लेभलमा त सोधेकै छ। ठीक छ? अप्सर लेभलमा चाहिँ आउँछ। तपाईहरु ढुक्क हुनुस्। म्याक्सिमम यो क्वेशनहरु आएको छ, डेटा इन्टरप्रिटेसनको क्वेशनहरु आएको छ। हामीले त्यो क्वेशन पनि बिस्तारै गर्दै जाउँला। सुरुमा एक दुईवटा डेटा इन्टरप्रिटेसनको सरल प्रश्नहरुबाट हामी अगाडि बढौं है। यतापट्टि दिएको छ लाइफ टाइम है त। क्वेशन मैले लेखे यहाँनेरि। यतापट्टि दिएको छ लाइफ टाइम, यतापट्टि दिएको छ नम्बर अफ ट्युब्स। नम्बर अफ ट्युब्स भनेर दिएको छ। लाइफ टाइम भनेको के हो त? जीवन अवधि। जीवन
अवधि है, सरी, जीवन अवधि। त्यसपछि नम्बर अफ ट्युब्स भनेको के त बल्बको नम्बर कतिवटा बल्ब छ त भन्ने कुराहरू छ। ठिक छ। अब यहाँनिर हेरौँ है त टेबलमा के दिएको छ भन्दा यतापट्टि दिएको छ 500 to 549, यहाँनिर दिएको छ 550 to 599, यहाँनिर दिएको छ 600 to 649, यहाँनिर दिएको छ 650 to 699, यहाँनिर दिएको छ 700 to 749, यहाँनिर दिएको छ 750 to 799, यहाँनिर दिएको छ 800 to 849, त्यसपछि के दिएको छ 850 to 899, त्यसपछि दिएको छ 900 to 949। अब यहाँनिर टोटल गरेर दिएको छ है, यहाँनिर टोटल भनेर दिएको छ। अब के दिएको छ 18, 42, 138, 66, 144, 204, 186, 174, 228 र यहाँनिर दिएको छ 1200। तपाईहरुलाई तथ्याङ्क शास्त्रको कतिको ज्ञान छ तथ्याङ्क शास्त्रहरु सम्बन्धी? ठीक छ, तथ्याङ्क शास्त्रहरु सम्बन्धी मलाई यसो सबैजनाले भनिदिनुस् त। हामीले प्रश्न गर्दै जाँदाखेरि तथ्याङ्क शास्त्रहरुको स्ट्याटिस्टिक्सको केही कुराहरु प्रयोगमा ल्याउनु पर्ने हुन सक्छ। त्यही भएर म तपाईहरुलाई सोधिरहेको छु कतिको अलिकति मैले बुझाउनु पर्ने हुन्छ तथ्याङ्क शास्त्रको बारे मलाई थोरै भनिदिनु नि यहाँनेरि। केही पनि थाहा छैन। ओके, अरु भन्दै जानुस् अथवा मेसेज पठाउनुस्, मेसेज पठाउँदा सजिलो हुन्छ है। ओके, अब सायद यो कुराहरु जरुरी हुँदैन होला है। यो एक्सक्लुसिभ सिरिज र इन्क्लुसिभ सिरिज पढेको थिएँ आज भर्खर कलेजमा। ए हजुर म्याम, हजुर। एक्सक्लुसिभ यो कस्तो सिरिज हो भन्नु त? यो एक्सक्लुसिभ सिरिज। यो किन एक्सक्लुसिभ सिरिज भयो? किनभने यसको के रे डिफरेन्सेस 1 1 1 हुँदै गछ, कतै बिचतिर अरु लेख्नु भएको छ। यसो कन्फ्युज भयो त बिचमा। यसो गेस गर्नु है, साच्चै एक्सक्लुसिभ नै हो त? यसलाई क्लास इन्टरभल भनेर भनिन्छ हो। क्लास इन्टरभल। क्लास इन्टरभल भनिन्छ। क्लास इन्टरभल भनेको कुन सिरिजमा आउँछ? सर आज भर्खर सुरु गरेको, खासै थाहा भएन। ए ओके ओके, केही छैन। जस्तै अब यो एक्सक्लुसिभ फर्म र इन्क्लुसिभ फर्म दुईटा हुन्छ है। एक्सक्लुसिभ क्लास इन्टरभल र इन्क्लुसिभ क्लास इन्टरभल भनेर जेनरली हामीले काम गरिरहेका हुन्छौँ। तर सायद तपाईहरुलाई त्यस्तो बुझ्नको लागि धेरै अप्ठ्यारो नहोला। यसलाई सरल तरिकाले नै बुझ्न सकिन्छ। हामीले यो बुझिराख्नु पर्छ भन्ने चाहिँ जरुरी छैन है। ल ओके, अब हेरौँ। एउटा हुन्छ एक्सक्लुसिभ, अर्को हुन्छ इन्क्लुसिभ। यो के हो भन्दा इन्क्लुसिभ हो। कसरी इन्क्लुसिभ हो भन्दाखेरि 500 देखि कति छ 549 भनेर छ। यो भनेको जसको जीवन अवधि चाहिँ 500 देखि 549 छ, 500 देखि 549 भए जति सबै यो इन्टरभलमा पर्छ भनेको हो। ठीक छ, जसको जीवन 500 देखि 549 छ त्यसमा चाहिँ 500 पनि पर्छ 549 पनि पर्छ है। ठीक छ, हो त्यसको चाहिँ नम्बर अफ ट्युब्स 18 वटा छ। जस्तै कस्तो भन्दाखेरि कुनै ट्युबको लाइफ टाइम 501 भयो, 502 भयो, 549 भयो भने पनि यही भित्र पर्छ। ठीक छ, म यहाँनिर नम्बरिङ दिन्छु, म प्रश्न सोध्छु तपाईहरुलाई। त्यसपछि 1 2 कसैले केही प्रश्नहरु सोध्न सक्नुहुन्छ? केही प्रश्नहरु सोध्न सक्नुहुन्छ? नभए माइक अफ गरिदिनु होला प्लिज। माइक अफ गरिदिनु होला, माइक अफ गरिदिनु होला। हेलो सर, है त। अब यहाँनिर के भइरहेछ? ठीक छ, मैले भन्न खोजेको बुझ्नुभयो? जस्तै
756 आयो भने कुन नम्बरको इन्टरभलमा पर्छ होला? 756 आयो भने 6 मा पर्छ। भेरी गुड। सबैजनाले बुझ्नुभयो के 6 मा पर्छ? सबैजनाले क्लियर छ नि है? कसैले क्लियर छैन भने सोध्नु है। सर एकचोटि फेरि भनिदिनुस् न, म त कन्फ्युज भएँ। जस्तै 756 इन्टरभल भनेको त तपाईले बुझ्नुहुन्छ? हजुर सर। ल अब 756 कहाँनेरि पर्छ होला यसो हेर्नुस् त। 550 र 579 को बीचमा 756 पर्छ? हजुर हो र? 550 र 599 को बीचमा 756 पर्छ कि पर्दैन? मलाई त्यस्तै लागेको सर। हो र? यो त नयाँ अङ्क गणितको सिस्टम पो आउँछ त म्याम। एकचोटि राम्ररी ध्यान दिएर हेर्नुस् त। 550 र 579 को बीचमा कुन कुन अङ्क पर्छ होला? 550 पछि 551, 52, 53, 554, 555 हुँदै 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 599 हुन्छ कि हुँदैन? हो। हजुर। अब यसो हेर्नुस् 756 कहाँनेरि पर्छ होला? 1 देखि मैले जुन 6 नम्बरको लेखेको छु 8, 9 नम्बरसम्म त्यसमा कुनको बीचमा पर्छ होला? 700 र 750 को बीचमा 756 पर्छ कि पर्दैन? पर्छ। हजुर म्याम। हाम्रो जो म्यामले हजुर 6 मा पर्छ नम्बरमा पर्छ सर। 750 भयो, 51, 52, 53, 54, 56। भेरी गुड। अब अझै म एउटा प्रश्न सोध्छु तपाईलाई। 849 कहाँनेरि पर्छ? 7 मै पर्छ। 7 मा पर्छ। अब मलाई भन्नुस् 950 कहाँनेरि पर्छ? 950 अब आउने 10 नम्बरमा पर्छ। 10 नम्बरमा पर्छ। ओके। त्यसो भए मलाई भन्नुस् 610 कहाँनेरि पर्छ? 3 नम्बर। 4 नम्बरमा। 610 4 कि 3? 3 मा। तीन ठीक छ। नम्बरमा। अब बुझ्नुभयो म्याम तपाईले? हजुर सर। ल ठीक छ। ल है त अब अगाडि बढौँ है। यस्तोलाई चाहिँ के भन्छ? इन्क्लुसिभ भनेर भन्छ। यहाँनेरि मैले के भने 500 र 549 पनि पर्छ है। यहाँनेरि 500 र 549 पनि पर्छ। अब यस्तो प्रकारको सिरिज मलाई थाहा छैन। अब प्रश्नहरुमा यो तपाईले कतिको जरुरी छ मलाई थाहा छैन। मलाई लागेको तपाईहरुलाई बुझाउनु पर्छ भनेर मैले बुझाए है त। यो अलिकति ज्यादा अथवा धेरै भयो भने माइन्ड नगर्दिनु होला। 500 र 549 छ। यो दुईटै हाम्रो बीचमा पर्छ। 550 र 599 सम्म यहाँ पर्छ। अब अर्को प्रकारको सिरिज हुन्छ यो चाहिँ कस्तो भन्छ? यसलाई चाहिँ इन्क्लुसिभ भनेर भन्छ है। इन्क्लुसिभ। इन्क्लुसिभ भनेको कस्तो त भन्दाखेरि सबै पर्ने के। जस्तै 500 र 549 भनेको छ नि यो दुईटै पर्छ के यो इन्टरभलमा। तर अर्को हुन्छ एक्सक्लुसिभ। एक्सक्लुसिभमा कस्तो लफडा हुन्छ भने 0 देखि 10, 10 देखि 20, 20 देखि 30, 30 देखि 40 यसरी हुन्छ। यहाँनेरि 0 देखि 9 सम्मको मात्रै अङ्क पर्छ के। यहाँनेरि 10 देखि 19 सम्मको मात्रै अङ्क पर्छ। यहाँनेरि 20 देखि 29 सम्मको पर्छ। यहाँनेरि 30 देखि 39 सम्मको मात्रै पर्छ। यस्तोलाई एक्सक्लुसिभ भन्छ। लास्टको जुन भ्यालु छ त्यो चाहिँ पर्दैन। लास्टको यो पर्दैन के। यो इन्टरभलमा यो 40 पर्दैन, 39 पर्छ। यो इन्टरभलमा 30 पर्दैन, 29 सम्म पर्छ। यस्तोलाई एक्सक्लुसिभ भन्छ। एक्सक्लुसिभ कसरी चिन्ने? पहिलो सिरिजको लास्ट भ्यालु र दोस्रो सिरिजको लास्ट भ्यालु यस्तो छ है। यो दुईटा इक्वल छ नि। यहाँनेरि हेर्नु त यो इक्वल छ नि, यो इक्वल छ नि। बुझ्नुस् कि यो एउटा एक्सक्लुसिभ सिरिज हो भनेर बुझ्नुस्। ठीक छ कुरा? मैले भनेको बुझ्नुभयो? बुझ्नुभयो है? अब यहाँनिर ठ्याक्कै एक बढी यसरी हुन सक्छ। अब कम पनि हुन सक्छ, बढी पनि हुन सक्छ। हेर्नुस् त यहाँनिर
यसरी भइरहेछ। सेम छ भने एक्सक्लुसिभ भनेर बुझ्न सकिन्छ अहिलेको लागि। ल यसरी आयो यहाँनिर। ल हेर्नुहोस् त एक एक बढी जस्तो आएको छ। अब एक एक मात्रै त दुई दुई पनि हुन सक्छ। तपाईँले सिरिज हेरेर हुन्छ तर जेनरली एक एकै बुझ्न सक्नुहुन्छ। अब यति हामीले बुझ्यौँ है। यो हामीले बुझ्यौँ एक्सक्लुसिभ र इन्क्लुसिभको बारेमा बुझ्यौँ। कुनै बेला कुनै ठाउँमा प्रयोग आउन सक्छ है। कुनै बेला कुनै ठाउँमा प्रयोग आउन सक्छ भनेर मैले हजुरहरूलाई बुझाइहालेँ। तपाईँहरूले बुझ्नु होला। आफ्नो कपीमा यसको नोट बनाउनु होला। साइडमा यसो टुक्रुक्क के लेख्नु हो नोट। यो सरले अलिकति ज्यादा बुझाइरहेको छ, ज्यादा बुझाउँदा बुझाउँदै एक्सक्लुसिभ र इन्क्लुसिभको बारेमा पनि बुझाइदियो भनेर लेख्न सक्नुहुन्छ। ल अब हेर्नुहोस् है त प्रश्नहरू कसरी सोध्छ त। तपाईँहरूलाई प्रश्नहरू कसरी सोध्न सक्छ यो टेबल हुन्छ। मलाई विश्वास छ तपाईँहरू सबैजनाले टेबल राम्ररी बनाउनु भयो होला। किनभने यो सर यो चाहिँ इन्क्लुसिभ हो। यो इन्क्लुसिभ हो। ल ल हेर्दै जाउँ है त। ल म यहाँ मेटाइदिन्छु। ओके यो सिरिजहरू तपाईँहरू सबैले सार्नुभयो होला है। सार्नु भएको छैन मैले अहिले यो मेटाइरहेको समयमा सिरिजहरू सारिहाल्नु होला। अत्यन्तै तपाईँहरूलाई सरल हुन्छ प्रश्नहरू हल गर्नको लागि। फेरि मैले माथिको क्वेसन लेख्दै आउँदै गर्नुपर्ने हुन्छ। ल अब प्रश्न कसरी सोध्छ त तपाईँहरूलाई। ए नम्बरको प्रश्न छ द रेसियो अफ ट्युब्स। हेर्नुहोस् है द रेसियो अफ के त ट्युब्स lifetimes of which are के त below 650 hours to those above के त 850 hours इज भनेको छ। अब अप्सनहरू दिएको छ। एक नम्बरमा दिएको छ 1343, दुई नम्बरमा दिएको छ 1752, सी नम्बरमा दिएको छ 2759 र डी नम्बरमा दिएको छ 3367। र यसको सही उत्तर के हुन्छ होला यसो हेर्नुहोस्। प्रश्न बुझ्नुहोस् है। अब यसले के भनिरहेको छ जुन हाम्रो जीवन अवधि छ। अब यस्तो ट्युबहरूको जीवन अवधिको के निकाल्नुहोस् अनुपात निकाल्नुहोस्। ठिक छ के निकाल्नुहोस् अनुपात निकाल्नुहोस्। जसको के छ लाइफ टाइम त्यसको के छ जीवन अवधि। कस्तो कस्तो बीचको निकाल्नु पर्यो त। कस्तो कस्तो बीचको निकाल्नु पर्यो भन्दा जसको जीवन अवधि चाहिँ 650 घण्टा भन्दा कम छ र जसको चाहिँ 850 घण्टा भन्दा ज्यादा छ। तिनीहरू दुईटाको जीवन अवधि बीचको अनुपात निकाल्नु पर्यो। प्रश्न बुझ्न कसैलाई गाह्रो भयो? प्रश्न बुझ्न कसैलाई गाह्रो भयो? एकचोटि भन्दिनु सर फेरि। प्रश्नले के भन्यो भने यस्तो यस्तो बत्तीहरूको चाहिँ अनुपात निकाल्नुहोस् जसको जीवन अवधि। हेर्नुहोस् है दुईटा जीवन अवधि दिएको छ। एउटा छ बिलो 650 आवर्स भनेको जसको जीवन अवधि चाहिँ 650 घण्टा भन्दा कम छ त्यस्तो ट्युबहरूको र अर्को चाहिँ 850 घण्टा भन्दा ज्यादा छ। तिनीहरू दुईटा बीचको अनुपात तपाईले निकाल्नु पर्यो। कुरा क्लियर छ? ल यसलाई प्रयास गर्नुहोस् त एकचोटि के आउँदो रहेछ उत्तरहरू तपाईको। प्रश्न सरल छ गाह्रो छैन। टेबल हेर्नुहोस् बिलो 650 आवर्स भनेपछि कहाँदेखि पर्छ होला त्यो सबै जोड्ने। एबोभ 850 आवर्स भनेपछि कहाँदेखि पर्छ होला त्यो सबै जोड्ने अनि हेर्ने काम गर्ने। त्यसपछि केही गाह्रो हुन्छ? केही पनि गाह्रो हुँदैन। यसो हेर्नुहोस् त केही गाह्रो छैन। एकदम सरल प्रश्न छ। तपाईहरुले आनन्दले गर्न सक्नुहुन्छ है। केही पनि गाह्रो छैन। मलाई पूर्ण विश्वास छ तपाईहरुले मजाले मिलाउनुहुन्छ है यो प्रश्न। ल यसलाई गर्नुस् त के आउँदो रहेछ उत्तर यसको। म पनि उत्तर निकाल्ने प्रयास गरिरहेको छु है। के चाहिँ आउँदो रहेछ त? निकाल्ने तरिका पनि थाहा भएन सर। हजुर त्यो प्रश्नको एन्सर निकाल्ने तरिका नै थाहा भएन। रेसियो निकाल्ने 650 घण्टाको जुन 650 घण्टा भन्दा कम जिन्दगी भएको बल्बहरूको सबै लाइफ जोड्ने 850 घण्टा भन्दा माथिको सबै बल्बहरूको लाइफ जोड्ने अनि गर्ने। ओहो
यो कसको के तपाईहरु घुमिराख्नु भएको छ है के अहिले एकदम बवन्डर आएको ठाउँमा एकदम आवाज माइक डिस्टर्बेन्स आइरहेछ म्याम हजुर एकदम डिस्टर्बेन्स आरै हो मैले भनेको अब ठीक छ त्यही पनि तपाईको उत्तर तपाईले लेखिदिनु भने हुन्छ हेडफोनले हुन सक्छ हजुर हजुर म्याम त्यो पनि हुन हजुर सर यो पनि हुन सक्छ है ल अप्सन डी भन्नुभयो ल कसैलाई ल अप्सन डी भन्ने एकजनाले माइक अन गरिदिँदा हुन्छ हुन्छ एकदमै तपाईलाई डिस्टर्बेन्स आयो कृष्णकान्तजी हजुर सर तपाईको किन डिस्टर्बेन्स आएन माइकमा मेरो त आएन सर मेरो त एकदम क्लियर छ सर के भयो यस्तो ल ठिक छ भनिदिनुहोस् उत्तर सर मैले जोड्दाखेरि 650 भन्दा तल जोड्दाखेरि सर हैन 198 आयो 198 हजुर हजुर र 850 भन्दा माथि जोड्दाखेरि 402 आयो सर हजुर अनि दुवैको मैले रेसियो गर्दाखेरि सर हजुर मैले काट्दाखेरि 33 र 67 आयो सर हजुर सर हजुर ल त्यही हो एकदम ठीक अब म कृष्णकान्तजीले भनेको कुरालाई अलिकति 6 ले डिभाइड दुवै तल माथि 6 ले डिभाइड गर्दा सर मिल्छ ए हुन्छ सर हुन्छ धेरै धेरै धन्यवाद हस् अब यहाँनिर हेरौँ है त के गर्नु पर्यो भन्दाखेरि 650 घण्टा भन्दा कम भनेपछि कहाँदेखि जोड्नु पर्यो त हामीले कुन जोड्नु पर्यो 650 घण्टा भन्दा कम कुन छ यहाँनिर 1 2 3 इन्टरभल हेर्नु पर्यो 650 घण्टा भन्दा कम भनेको कुन इन्टरभल पर्छ 1 2 र 3 पर्न जान्छ भन्छ 1 2 र 3 गर्दाखेरि यहाँनिर के हुन्छ त यो तीनवटालाई जोड्नु पर्यो 18 42 र 138 लाई जोड्नु पर्यो यो तीनवटालाई जोड्दा ल 18 42 र 138 लाई जोडिम अब यसलाई भागा गर्छौं केले भाग गर्छौं एबोभ 850 आवर्स 850 घण्टा भन्दा माथिकोलाई हामी चाहिँ के गर्छौं त भागा गर्छौं 850 भन्दा माथि भनेपछि 8 र 9 को हो 850 घण्टा भन्दा माथि छ नि त 174 र 228 आउन जान्छ र यसको भ्यालु कति हुन्छ 33/67 कसैको अलिकति आवाज एकदम जुनु जी को डिस्टर्बेन्स आएको हो यो जुनु के ओके हजुर ल धन्यवाद ल यति ल सबैजनाले बुझ्नुभयो यो कसरी आयो क्लियर छ कुरा सर 650 भनेपछि त 66 पनि पर्छ हैन अनि त्यो किन बढेन 650 भनेपछि कुन भन्नु म्याम 66 650 भन्दा सानो भनिरहेछ नि त भनेपछि 49 सम्मको राख्ने हो हजुर किनभने बिलो 650 आवर्स भनेको छ बिलो कम हुनु पर्यो सर देखे अब अझै तपाईले अझै एउटा राम्रो प्रश्न चाहिँ के सोध्न सक्नुहुन्थ्यो भने म्याम एबोभ 850 भनेको छ नि सर हाम्रो त 850 पनि इन्क्लुड भएको छ नि त्यहाँनेरि किन 850 लियो भन्ने चाहिँ राम्रो प्रश्न हुन्छ अझै किन लियो होला त यसो भनिदिनु त 850 एबभ 851 देखि सुरु हुनु पर्ने हो खै थाहा भएन ओ यो चाहिँ कस्तो भयो भन्दाखेरि इन्क्लुड गरिदियो क्या यसले अब खासमा 851 देखि सुरु हुनु पर्ने हो तर यसले इन्क्लुड गर्दा 850 पनि हो यहाँ अब यसलाई मान्नु पर्यो कि सबै कुरा पर्फेक्ट हुँदैन प्रश्न पनि पर्फेक्ट हुँदैन है यहाँबाट पनि बुझिन्छ यो कुराहरू सर सबै बुझ्छु बट सल्भ गर्न सक्दैन यसलाई सल्भ गरेर देखाइदिनु न यही हो सल्भ गरेको यो भनेको बिलो 650 आवर्स हो र यो भनेको एबोभ के हो त 850 आवर्स हो के यो भयो बिलो 650 आवर्स यो भयो एबोभ 850 आवर्स यो दुईटाको जोडेर रेसियो निकालेको हो यसरी हामीले रेसियो निकाल्न सक्छौं भन्ने कुरा हो अरु प्रश्नहरु पनि हेर्दै जाउँ
एकैचोटिमा नबुझ्न सकिन्छ, त्यसमा तपाईँहरूले टेन्सन केही नलिनु होला। एकचोटिमा बुझेन भने अर्कोचोटि बुझिन्छ नि, यसमा किन हामीले टेन्सन लिने। ल हेरौँ है त, दोस्रो प्रश्नतर्फ हामी ध्यान दियौँ। दोस्रो प्रश्न हामीले के सोधिरहेको छ भने द पर्सेन्टेज अफ ट्युब्स, द percentage of tubes lifetimes of which are greater than or equal to 800 hours इज भनेको छ। ए मा दिएको छ तपाईलाई, ल अप्सनमा अर्को तरिकाले लेखिदिन्छु है त। 1 मा लेखेको छ तपाईलाई 38.50%, 2 मा लेखिदिएको छ तपाईलाई 43.25%, 3 मा लेखिदिएको छ तपाईलाई 49.00%, 49.00%। त्यसै गरी 4 नम्बरमा के लेख्दैछ तपाईलाई 51.75%। अब यसले के सोधिरहेछ भने प्रश्नले अब यस्तो ट्युब्सहरुको पर्सेन्टेजको रेशियो निकाल्नुहोस्। ठीक छ, यस्तो ट्युबहरुको पर्सेन्टेजको रेशियो निकाल्नुहोस् जुनको चाहिँ के छ, सरी पर्सेन्टेज निकाल्नुहोस् कति अनुपातमा छ त। ठीक छ, कस्तो खालको ट्युबको चाहिँ भन्दा जसको जीवन अवधि, जसको अब पर्सेन्टेज भने चाहिँ के निकाल्नु पर्यो त, अभियसली प्रतिशतमा निकाल्नु पर्यो। कस्तो ट्युब्सहरु भन्दा जसको जीवन अवधि के छ त 800 सँग बराबर छ अथवा 800 भन्दा ठूलो छ, त्यस्तो ट्युब्सहरुको, त्यस्तो बल्बहरुको जीवन अवधिको प्रतिशतमा त्यसलाई परिणत गरेर निकाल्नु पर्यो। कुरा बुझ्नुभयो? 800 भन्दा ज्यादा अथवा 800 सँग बराबर जीवन अवधि भएको सबै ट्युबहरुको हामीले जीवन अवधि जोड्यौं भने टोटल जीवन अवधिको कति प्रतिशत हुन्छ भनेको है। ल साजना रेग्मीजीले त फर्मुलै लेखिदिइसक्नुभयो। ल भेरी गुड, सबैजनाले त्यो फर्मुला बुझ्नुभयो कि भएन हेर्नुस्। फर्मुला लगाएरै गर्नुपर्छ भन्ने पनि छैन, तर उहाँले पठाएको फर्मुला अनुसार तपाईले काम गर्नु भन्छ, त्यो चाहिँ के भन्दा मास्टर फर्मुला जस्तो हो। यसो हेर्नुस् के हुँदैछ त सर। हेरिरहेको छैन सर, क्वेशन माथि अझै गर्ने सर। हो, मैले सरलाई अघि यो टेबल चाहिँ सार्नु है भनेको थिएँ। प्रश्न हेरिसक्नु भयो होला सबैजनाले। ल यहाँ के भइरहेछ यसो ध्यान दिनुस् त। ल पटेल कृष्णकान्तजी सारिसक्नु भयो त? हजुर सर, भयो सर। ल ल एकचोटि फेरि म बुझाइन्छु। के निकाल्न सोध्यो भने यति बुझ्नुस् कि यो प्रश्नले सोधिरहेको छ कि यस्तो ट्युबहरुको जीवन अवधि निकाल्न। अब प्रतिशत जहिले 100% हुन्छ, 100% मा कति प्रतिशत चाहिँ यस्तो ट्युबहरु छन् अथवा यस्तो बल्बहरु छन्, यस्तो बत्तीहरु छन् जुन चाहिँ जसको चाहिँ जीवन अवधि 800 घण्टा भन्दा ज्यादा छ अथवा 800 घण्टासँग बराबर छ। त्यसको चाहिँ 100% मा कति भाग हुन्छ भनेर सोधिरहेको छ। अब प्रश्न बुझ्नुभयो? 100% मा उले कति भाग ओगटेको छ जसको चाहिँ जीवन अवधि 800 छ अथवा 800 भन्दा ज्यादा छ त्यस्तो ट्युबहरु। भनेपछि अप्सन सी भन्नुभयो यहाँनेरि। ओके हेरौँ है त। अब 800 अथवा 800 घण्टा भन्दा ज्यादा भनेपछि यहाँदेखि यहाँसम्म जोड्नु पर्यो, यहाँदेखि यहाँसम्म जोड्नु पर्यो। 800 देखि कहाँसम्म त हेर्नुस् है, म स्टेप वाइज गर्दिन्छु है। 800 देखि 839, 850 देखि 899 र 900 देखि 949। कति छ भ्यालु?
186 174 228 186 186 174 174 अनि 228 अब यो तीनवटालाई जोड्ने तीनवटालाई जोड्दाखेरि यहाँनिर कति आउँछ 0 588 ल यति आउन गयो अब पर्सेन्टेज कसरी भेट्ने भन्दाखेरि पर्सेन्टेज भेट्ने फर्मुला भनेको यो भ्यालु जुन छ यो भ्यालु डिभाइडेड बाइ टोटल भ्यालु इन्टु 100% गर्ने यसले चाहिँ हामीलाई पर्सेन्टेजमा निकाल्दिन्छ यो भ्यालु कति निक्ल्यो 588 डिभाइडेड बाइ टोटल कति छ टोटल भनेको 1200 1200 भनेको 100% हो कुरा बुझ्नुभयो होला 1200 भनेको 100% हो अब 1200 छ यहाँ 1200 छ यहाँनिर 100% छ मान्छे यो र यो गयो 12 कति आउँछ 12 4 इज 12 3 इज 12 4 इज 48 48 आयो 10 गयो भनेपछि 12 9 इज 100 भनेपछि 49% हाम्रो एन्सर आउन गयो कसैले केही समस्या छ यसमा बुझ्नुभयो कुरा कसैले केही समस्या छ नबुझेको कुनै ठाउँ छ 1200 कहाँनिरबाट आयो 1200 टोटल लाइफ भयो नि त म्याम ए यहाँनिर टोटल भनेको 1200 छ नि त ठीक छ बुझ्नुभयो म्याम हजुर सर ल अब कसैलाई अरु केही समस्या यहाँ नबुझेको कुरा कसैलाई केही छैन होला है ल म अगाडि बढे है त ल अगाडि बढे म नेक्स्ट क्वेशन यहाँनिर के दिएको छ भने अब यस्तो ट्युब्सहरुको पर्सेन्ट निकाल्नुस् पर्सेन्ट हुज लाइफ does not exceed कति त 650 hours म यसको अप्सन दिन्न तपाईहरुले गर्नुस् अब यस्तो ट्युब्सहरुको लाइफको प्रतिशत निकाल्नुस् 100% मा कति प्रतिशत यस्तो ट्युबहरु छन् जसको जीवन अवधि चाहिँ 650 नाग्दैन त्यस्तोको पर्सेन्टेज निकाल्नुस् त 100 मा कति प्रतिशत यस्तो जीवन अवधि छन् जुन चाहिँ 650 नाग्दैन 650 सम्म आउँछ तर 650 नाग्दैन कति हुन्छ होला यसो हेर्नुस् त प्रश्नहरु अलिअलि सरल अलिअलि गाह्रो पनि हुन सक्छ सर माथि क्वेशन देखाइदिनु न ओके 16.5 भन्नु भएको छ है ओके हेर्दै जाऊ टेबल देखाइदिनु न एकछिन टेबल ल टेबल है 16.5 ल मिठो तरिकाले भ्यालु निकाल्नु है एक्ज्याक्ट भ्यालु निकाल्नु है हो अब प्रश्न यहाँ प्रतिभाजीले एकदम राम्रो प्रश्न सोध्नु भएको छ 66 लिने कि नै एकदम भेरी ब्युटिफुल क्वेशन है त ल 66 लिने कि नै ल प्रतिभाजीले एकचोटी माइक अन गरिदिन सक्नुहुन्छ म्याम हजुर सर ल अब हेर्नुस् है त 66 लिने कि नै किनभने 650 पनि भनेको छ 650 भन्दा ज्यादा पो हुन पाउँदैन तर 650 त हुन पाउँछ नि हो हजुर सर तर 650 देखि 699 सम्म त 651 52 53 54 हुँदै 699 सम्मै जान्छ हो हजुर सर भनेपछि त हामीले अरु धेरै एक्स्ट्रा भ्यालुजहरुको थपिरहेका छौं कि छैन हो कि होइन छौ नि हजुर भनेपछि हामीले यो लिँदा ठीक होला कि नलिँदा ठीक होला त्यसको एउटा भ्यालुले गर्दा हामीले अझै भ्यालु एड गरिरहेछौं भनेपछि त पर्सेन्टेज अब्भियसली हाई आउँछ होला नि हाई आउँछ भनेपछि यो नलिँदा ठीक होला नि त हैन हजुर सर नलिँदा हो त्यही भएर हामीले 66 नलिँदैनौ है सर थ्यांक यू सर हुन्छ वेलकम ल अब सबैजनाले बुझ्नुभयो कसरी आउँदो रहेछ के गर्नु पर्दो रहेछ भेरी गुड उत्तरहरु आइरहेछ ल हेरौं यहाँदेखि यहाँसम्मै जोड्नु पर्यो भनेपछि 1 2 3 को अंकहरु जोड्नु पर्यो 1 2 3 को अंकहरु जोड्दा के हुन्छ होला 1 2 3 को अंकहरु जोड्दाखेरि 18
प्लस 42 प्लस 138 गर्नु पर्यो, तल आयो 1200। यो भनेको कति हुन्छ? 18 र यसले आउँछ 60, 60 र यतापट्टि आउँछ 198। 198 र 1200 छ 100 छ। 0 क्यान्सल भनेपछि 12 1 is 12, 12 5 is 60, 12 6 is 72, 12 5 is 60। ल यसरी आयो। कसैले केही समस्या छ यहाँसम्म? सबैजनाले बुझ्नुभयो है? एक्सक्युज मी सर। हजुर हजुर सर। सर यो अनि 66 चाहिँ कसरी लिने हो फेरि त्यो बुझेन सर। 66 नलिने, 66 नलिने सर, 66 लिँदैन यहाँनिर। हामीले 66 लिनु भनेको त हाम्रो जुन पर्सेन्टेज अनुपात निकाल्ने छ त्यो अनुपात निकाल्दा गल्ती आउन सक्छ के, त्यही भएर हामी 66 लिँदैनौँ है त। हजुर हजुर बुझी सर बुझी। ए हस् सर, हुन्छ हुन्छ। ल ल है त, यो प्रश्न पनि तपाईँहरूले गर्नुभयो। फेरि अर्को पर्सेन्टेज पनि तपाईँहरू निकाल्नुहोस्। के छ त जिन्दगीमा? पर्सेन्टेज कस्तो निकाल्नु पर्यो भने लाइफ टाइम्स अफ विच आर के छ एट लिस्ट 600 आवर्स हैन, बट लेस देन 900 आवर्स। बट के त लेस देन 900 आवर्स। अब यसले कस्तो सोधो भन्दाखेरि यस्तो ट्युबहरूको प्रतिशत निकाल्नु 100 मा जसमा के छ उनीहरूको जीवन अवधि कम्तीमा 600 घण्टा छ। हेर्नुहोस् है, कम्तीमा 600 घण्टा, कम्तीमा 600 घण्टा। बुझ्नुहोस् है, प्रश्नलाई बुझेर काम गर्नु होला। कम्तीमा 600 घण्टा छ तर 900 घण्टा भन्दा कम छ। त्यस्तो ट्युबहरू 100 मा कति प्रतिशत छन् त भन्ने कुरा हामीले यहाँबाट निकाल्नु पर्ने हुन्छ। प्रश्न बुझ्नुभयो होला? ओके ल हुन्छ। ल यो प्रश्न तपाईँहरूले लेख्नुभयो होला। अब हामी माथि टेबलमा जान्छौँ है। कृष्णकान्त कुमार पटेलजीले 76% भनिराख्नु भएको छ। ल हेरौँ के हुँदो रहेछ। मैले प्रश्न तपाईँहरूले लेख्नुभयो भनेर माने। हामीले के भनेको छौँ? 600 आवर्स र त्यो। अब यहाँनिर हेरौँ है त। प्रश्न सबैले बुझ्नुभयो होला भन्ने मैले आशा गरेको छु। प्रश्न सबैजनाले बुझ्नुभयो भन्ने मैले आशा गरेको छु। अब हेरौँ है यहाँनिर। एटलिस्ट 600, एटलिस्ट 600 भन्नुको मतलब के हो त? कम्तीमा 600 हुनु पर्यो। कम्तीमा 600 हुनुको मतलब त सबैभन्दा सानो 600 हुनु पर्यो, तर 600 भन्दा जति पनि धेरै हुन सक्छ। हो यही भने हो। कम्तीमा 600 भनेको तिम्रो गोजीमा कम्तीमा 100 रुपियाँ हुनु पर्यो भन्नुको मतलब सबैभन्दा कम एमाउन्ट भनेको 100 हुनु पर्यो। 100 भन्दा जति पनि धेरै हुन सक्छ। यो पोइन्ट सबैलाई क्लियर छ? एटलिस्ट को मतलब यो हुन्छ है। एटलिस्ट भन्नुको मतलब यो हुन्छ, कम्तीमा भन्नुको मतलब। मेरो घरमा कम्तीमा 10 केजी चामल हुनुपर्छ भन्नुको मतलब के हो? कम्तीमा 10 केजी हुनुपर्छ। 10 केजी भन्दा ज्यादा भए पनि मलाई फरक पर्दैन, तर 10 केजी चाहिँ हुनै पर्छ। यो एटलिस्टको कुरा बुझ्नुभयो है सबैजनाले? ठिक छ। ल एटलिस्ट 600 भने चाहिँ मैले कहाँदेखि सुरु गर्नुपर्छ होला? एटलिस्ट 600 भने चाहिँ कहाँदेखि सुरु गर्दा मेरो बेस्ट हुन्छ? 600 बाट सर। 600, किनभने 600 देखि पर्छ। 600 कम्तीमा हुनु पर्यो भने चाहिँ यहाँदेखि सुरु हुन्छ। यो पर्छ, यो पर्छ, यो पर्छ। अब एटलिस्ट 600 मात्रै भनेको यहाँसम्म यो सबै पर्थ्यो। हेर्नुहोस् है, एटलिस्ट 600 मात्रै भनेको भए यो सबै पर्थ्यो। यसमा कसैले डाउट छ? यदि हाम्रो प्रश्नमा एटलिस्ट 600 मात्रै भनेको यो सबै पर्थ्यो, कसैले डाउट छ यहाँसम्म? कसैले डाउट छ? छैन है। तर उसले के भन्यो? लेस देन 900 भन्यो। लेस देन 900 भनेपछि यो राख्न पाइँदैन। यो त 900 बाट सुरु छ। अब भनेको चाहिँ लेस देन 900 भनेपछि माथिसम्म गर्नु पर्यो। ठिक छ, सबैजनाले बुझ्नुभयो के भयो यहाँनिर भनेर? क्लियर छ कुरा? क्लियर छ है? म अगाडि बढौँ?
सबैजनाले क्लियर छ? यस, ओके। ल यो सबैलाई जोड्ने, यो सबैलाई हामीले जोड्दाखेरि कति हुन्छ होला? ल हेर्नुहोस् त भ्यालुहरू कहाँदेखि जोड्नु पर्यो? 600 भनेपछि 138 प्लस 66 प्लस 144 प्लस 204 प्लस 186 प्लस 174 लाई 1200 ले भागा गर्ने इन्टु 100% गर्ने। धेरै धेरै धन्यवाद प्रतिभाजी। 912 आउँछ। 912 र 1200 छ, यहाँनिर 100% छ। यसलाई क्यान्सल गरौँ। 12 5 is 60, 12 6 is 74, 12 5 is 60, 12 6 is 74, 12 7 is 86, 12 7 त हुन्छ होला नि हैन? 12 7 त हुन्छ नि हैन त? 12 7 भनेको कति हुन्छ? 12 7 84, 84 गर्दा कति बाँकी रह्यो? 6 7, 12 5 is 60, 12 6 is 72 भने 76% आयो। कुरा क्लियर छ? सबैजनाले बुझ्नुभयो? सबैजनाले बुझ्नुभयो है? ल ठिक छ। यसरी हामीले यो प्रश्नको पनि राम्रोसँगले हल गर्न सकिन्छ। अब यहाँनिर हेरौँ है त। आजको क्लास हामी यति नै गर्छौँ। सबैजनालाई धेरै धेरै धन्यवाद।